हामी लोकतन्त्रको विषयमा कुरा गर्छौं आज र नेपालमा कस्तो लोकतन्त्र आवश्यक छ अथवा हामी कस्तो लोकतन्त्र चाहन्छौं भन्ने विषयमा केन्द्रित हुन्छौं। मैले यहाँहरु बीचमा आफूले राख्ने कुरा चाहिँ पहिले म अलिकति लोकतन्त्रको माइलस्टोनको विषयमा कुरा गर्छु। यो लोकतन्त्र कसरी आयो, यसको थोरै ऐतिहासिक पृष्ठभूमि के हो, संसारमा लोकतन्त्र भनेर कस्ता खालका अभ्यासहरू गरिए, त्यसमा म थोरै यहाँहरु बीचमा कुराकानी गर्छु। त्यसपछि नेपालमा हामी कस्तो लोकतन्त्रको अभ्यास गर्दैछौं र जाने कता हो, यिनै विषयहरुमा म थोरै आफ्नो कुराहरु राख्छु। त्यसपछि म स्वभावतः यहाँहरुको कुरा सुन्न चाहन्छु। यहाँलाई थाहा छ हामी डेमोक्रेसी भन्छौं। डेमोक्रेसी नै भन्ने नेपालमा नेपालको राजनीतिमा कति शब्दावलीहरू छन् थाहा छ यहाँहरुलाई? भन्न सक्नुहुन्छ? जस्तो हामी प्रजातन्त्र भन्छौं, हामी लोकतन्त्र भन्छौं, हामी जनवाद भन्छौं, जनतन्त्र पनि भनेको सुनिन्छ। के हो यो? आखिर यी सबैलाई अंग्रेजीमा हामी डेमोक्रेसी भन्छौं। थोरै यसबाट अगाडि बढौं। हामी सबैलाई थाहा छ प्रजातन्त्रको नेपालमा एउटा ठूलो आन्दोलन भयो र हामीले 46 सालमा प्रजातन्त्र ल्यायौं। त्यो डेमोक्रेसी नै ल्यायौं। तर त्यसलाई हामीले भन्यौं प्रजातन्त्र। त्यो के भनेको? र 62-63 मा हामीले लोकतन्त्र ल्यायौं। किन प्रजातन्त्रको बदलामा हामीले लोकतन्त्र ल्याउनु पर्यो? अनि लोकतान्त्रिक आन्दोलन पछि जब हामी संविधान लेखनको प्रक्रियामा प्रवेश गर्यौं, तपाईहरुले सुन्नुभयो केही साथीहरुले यो संविधान जनतन्त्रको संविधान बन्न सक्दैन भनेर भन्नुभयो। जनतन्त्रलाई पनि आखिर हामी डेमोक्रेसी भन्छौं। के फरक छ यी चारवटा शब्दावलीहरुमा? जस्तो लोकतन्त्र भनेको के हो, प्रजातन्त्र भनेको के हो, जनवाद भनेको के हो, जनतन्त्र भनेको के हो? यिनीहरुलाई अंग्रेजीमा त डेमोक्रेसी भनिन्छ। नेपालमा किन यी फरक शब्दहरू प्रयोग गरियो? प्रजातन्त्र भनेको राजा सहितको व्यवस्था, राजा सहितको संसदीय व्यवस्थालाई हामीले प्रजातन्त्र भन्यौं। राजा छ, संवैधानिक राजतन्त्र छ र संसदीय व्यवस्था छ। 46 सालमा हामीले प्रजातन्त्र यस कारणले ल्यायौं कि हाम्रो त्यो आन्दोलनको सीमा थियो, हामीसँग राजा हुन्छ र हामीसँग संसदीय व्यवस्था हुन्छ, जसलाई हामीले प्रजातन्त्र भन्यौं। त्यसपछि त्यसले काम गरेन अनि 62-63 मा आन्दोलन गर्यौं हामीले र के भन्यौं भने यो प्रजातन्त्रले हामीलाई हुँदैन, अझ उन्नत तहको हामीलाई व्यवस्था चाहिन्छ, जसलाई हामीले लोकतन्त्र भन्यौं। त्यो भनेको के? त्यो भनेको राजा बिनाको जनता सार्वभौम, सम्पूर्ण रूपमा सार्वभौम। लोकतन्त्रमा आखिर जनता सम्पूर्ण रूपमा सार्वभौम बनेन भने त्यो लोकतन्त्रको महत्त्व पनि हुँदैन, त्यो लोकतन्त्रको माने पनि रहँदैन। त्यसैले सम्पूर्ण रूपमा जनता सार्वभौम हुने व्यवस्थाको हामीले परिकल्पना गर्यौं। त्यसपछि जनवाद के हो त? खास गरी नेपालमा मार्क्सवादीहरू, लेनिनवादीहरूले लोकतन्त्रलाई अभिव्यक्त गर्दा जनवाद भन्ने शब्द प्रयोग गर्छन्। यसमा माओ विचारधारा मान्नेहरूले पनि जनवाद भन्छ। त्यसपछि जनतन्त्र के हो? जनतन्त्र भनेको चाहिँ माओवादी, पक्का माओवादीहरूले चाहिँ जनतन्त्र भन्ने गर्छन्। यी शब्द र यी आशयहरूबाट नेपालमा हामी प्रजातन्त्रको बहस गर्ने गर्छौं। त्यसैले मैले यो कुरा किन भने त्यसैले कसरी प्रजातन्त्रको अभिव्यक्त गर्दैछ र नेपालमा कसरी कुन अभिष्टबाट प्रजातान्त्रिक आन्दोलनहरू भए त्यो बुझ्नको लागि यी शब्द अर्थहरूको महत्त्व छ भन्ने मलाई लाग्छ। अब हामी प्रजातन्त्रको कुरा गरौं अथवा लोकतन्त्रको कुरा गरौं। अलिकति यसको ऐतिहासिक पृष्ठभूमितिर म यहाँहरु बीचमा जान चाहन्छु। प्रजातन्त्रका अथवा लोकतन्त्रका, मैले यहाँ प्रजातन्त्र भने नेपालमा मात्रै भेद हो,
खास गरी संसारभरि प्रजातन्त्र अथवा लोकतन्त्र अथवा डेमोक्रेसी भन्यो भने उस्तै आशय लाग्छ। यसका तीनटा केन्द्रहरू छन् संसारभरि हामीले हेऱ्यौँ भने। परम्परागत लोकतन्त्रका तीनटा केन्द्रहरू पाउँछौँ हामी। सुरुमा लोकतन्त्र कसरी अभ्यासमा आयो अथवा लोकतन्त्रको बहस कसरी आयो अथवा संसारभरि यो लोकतन्त्रलाई कसरी स्थापित गर्दै लगियो भने हामीले हेऱ्यौँ भने यसका तीनटा केन्द्रहरू छन् परम्परागत रूपमा। एउटा यो प्राचीन मिश्र, तपाईहरुलाई थाहा छ, यो लोकतन्त्रको एउटा केन्द्र हो। यो डेमोक्रेसी भन्ने शब्द पनि तपाईको चाहिँ यो ग्रीक भाषामा छ। डेमोस र कार्टिन भन्ने दुईटा शब्द छ। डेमोस भनेको तपाईको जनता र कार्टिन भनेको शासन। त्यो दुईटा शब्दहरूबाट ग्रीक भाषामा डेमोक्रेसी बन्यो र प्रारम्भिक डेमोक्रेसीको एउटा महत्त्वपूर्ण आधारभूमि ग्रीस हो। त्यसपछि रोम छ। रोममा डेमोक्रेसी भनिएन। जस्तो तपाईलाई थाहा छ रिपब्लिक भन्ने शब्द हामी प्रयोग गर्छौं, गणतन्त्र। रोममा गणतन्त्र भनियो, उनीहरूले डेमोक्रेसी भनेनन्। तर शब्द अर्थको हिसाबले डेमोक्रेसी जुन आशयबाट ग्रीकमा प्रयोग गरियो त्यही आशयबाट रोममा रिपब्लिक भनियो। तर एसिया पनि लोकतन्त्रको बहस गर्दा अथवा लोकतन्त्रको आधार क्षेत्रहरूको हामीले खोजी गर्यौं भने एसिया पनि एउटा महत्त्वपूर्ण आधार क्षेत्रको रूपमा हामी देख्न पाउँछौं। जस्तो तपाईको हामीले हेर्यौं भने सिरिया एउटा महत्त्वपूर्ण आधार क्षेत्र हामी देख्छौं, इरान देख्छौं, इराक देख्छौं। दक्षिण एसियामै पनि भारतमा लामो समय लोकतन्त्रको परम्परागत लोकतन्त्रको अभ्यास गरियो, जसको लागि चाहिँ महावीरको चर्चा गरिन्छ। हाम्रो नेपालमै अथवा मिथिला चाहिँ लोकतन्त्रको अभ्यास हुने, बडो शानदार लोकतन्त्रको अभ्यास हुने एउटा भूमि हो। राजा जनक भनेर हामी जनक भनेर जे भन्छौं त्यो चाहिँ कुनै उथेर त्यो चाहिँ निर्वाचित जनताको प्रतिनिधि, जनताको पिता, जनताको शासक भन्ने हिसाबले मिथिलामा प्रयोग गरिन्छ भनेर इतिहासकारहरूले बताउँछन्। बुद्धको हामीले चाहिँ उपदेशहरू पढ्यौं भने, बुद्धले आफ्नो सङ्घभित्र गरेको अभ्यासहरूलाई हामीले हेर्यौं भने बुद्ध आफै पनि लोकतन्त्रको अभ्यासमा थिए। त्यसैले धेरै विद्वानहरूले के भन्छन् भने लोकतन्त्र, परम्परागत लोकतन्त्रको बहस र अभ्यास एउटा आधारभूमि ग्रीकबाट सुरु भयो, अर्को रोमबाट, र हाम्रो एसिया नै पनि यसको लागि एउटा महत्त्वपूर्ण आधारभूमि थियो। यसरी परम्परागत लोकतन्त्रको बहस चाहिँ सुरु भयो। अब अलिकति म तपाईहरुलाई यो कहाँबाट चाहिँ यो अभ्यासमा आयो यसको एउटा कथा छ। म कथाबाटै सुरु गर्छु। कथा भनेको यो अलिकति हिस्टोरिकल कथा हो। ईसापूर्व 12औं शताब्दीमा यो ग्रीकमा 1500 जति नगर राज्यहरू थिए। ग्रीक, अघि मैले भने लोकतन्त्रको अभ्यास हुने महत्त्वपूर्ण आधारभूमि ग्रीक हो भनेर। ती 1500 राज्यहरू मध्ये एउटा आटिका भन्ने राज्य थियो। आटिका हामी कल्पना गर्न सक्छौं ईसापूर्व 1200 तिर चाहिँ, ईसापूर्व 12औं शताब्दीतिर संसार कस्तो थियो होला, ग्रीक कस्तो थियो होला हामी परिकल्पना गर्न सक्छौं। साना साना नगर राज्यहरू थिए र 1500 नगर राज्यहरू मिलेर ग्रीक बनेको थियो। 1500 नगर राज्यहरू मध्येको एउटा राज्य थियो आटिका। त्यो राज्यमा खास गरी किसानहरू थिए, महाजनहरू अथवा सामन्तहरू थिए र दासहरू थिए। खेतीको काम हुन्थ्यो, महाजनहरूले चर्को शोषण गर्थे, दासहरू थिए। भन्न पर्दैन त्यो व्यवस्था कस्तो थियो। तर 8औं शताब्दीतिर आउँदा आटिकामा धातुको उत्खनन भयो। ठुलो तामाखानी फेला पर्यो, ठुलो, र मान्छेहरूले धातु उत्पादन गरे र ग्रीकभरि, ग्रीकका सम्पूर्ण नगर राज्यहरूभरि धातुको व्यापार सुरु भयो। यसले के बनायो भन्दा आटिकाको समाज व्यवस्था, अर्थव्यवस्थामा आमूल परिवर्तन भयो। पहिले दासहरू थिए, किसानहरू थिए र महाजनहरू थिए।
धातुको उत्पादनसँगै त्यहाँ एउटा नयाँ वर्ग जन्मियो, व्यापारी वर्ग, खास गरी धातुको व्यापार गर्ने वर्ग, तामाको व्यापार गर्ने वर्ग। यति ठुलो व्यापार चल्यो कि उसले सम्पूर्ण ग्रीक नगरहरूमा, जुन 1500 नगरहरू मैले भने, नगरहरूभित्र एक छत्र आर्टिकाको तामा व्यापारले चाहिँ प्रभाव जमायो र यो व्यापारी वर्ग शक्तिशाली हुँदै गयो। जब स्वाभाविक हिसाबले जब यो वर्ग शक्तिशाली हुँदै गयो, उसले त्यो बेलाको नगर सत्तामा हस्तक्षेप सुरु गर्यो। अब जनताहरूलाई महाजनको पनि शोषण र व्यापारीहरूको पनि शोषण थपियो र ठुलो तनावबाट समकालीन आर्टिकाको समाज अगाडि बढ्यो। ठुलो तनाव र त्यही तनावको बीचमा चाहिँ जनताले विद्रोह गरे र व्यापारी र नोबलहरूको, खास गरी चाहिँ महाजनहरू, सामन्तहरूको शासनको बदलामा नयाँ शासन व्यवस्था स्थापित गरे। यो भनेको ईसापूर्व 5औं शताब्दीतिर। र त्यसरी स्थापित गरेको शासन व्यवस्थालाई उनीहरूले भने डेमोक्रेसिया। यो चाहिँ हाम्रो डेमोक्रेसिया हो भने। ईसापूर्व 5औं शताब्दीतिर ग्रीकको आर्टिकामा जब नोबलहरू अथवा महाजनहरू र व्यापारीहरूमा ठुलो तनाव भयो, जनता त्यो तनावले पीडामा परेर उनीहरूले विद्रोह गरे उनीहरूले नयाँ शासन व्यवस्था स्थापित गरे, जसलाई उनीहरूले भने डेमोक्रेसिया। के भनिन्छ भने डेमोक्रेसीको प्रारम्भिक अभ्यास त्यही थियो। त्यो कस्तो व्यवस्था थियो होला? हामी के भन्छौँ, त्यो परम्परागत लोकतन्त्र हो र त्यो डाइरेक्ट डेमोक्रेसीको चरित्र थियो त्यसमा। किनभने साना नगरहरू थिए, थोरै मान्छेहरू थिए र त्यो डेमोक्रेसिया अथवा त्यो डेमोक्रेसीको प्रारम्भिक अभ्यास चाहिँ डाइरेक्ट डेमोक्रेसीको प्रकृतिको थियो। मान्छेहरू जम्मा हुन्थे, कुनै निर्णय गर्नु पर्यो भने सबै सँगै बस्थे र सबैले मिलेर जे निर्णय गर्नुपर्ने हो त्यो निर्णयमाथि भाग लिन्थे। अथवा खेतीको कुरा होला, अथवा सिँचाइको कुरा होला, अथवा व्यापारको कुरा होला, अथवा व्यापारको करको कुरा होला, जे निर्णय गर्नुपर्ने छ उनीहरू सँगै बसेर निर्णय गर्थे। त्यसैले त्यो लोकतन्त्र, त्यो परम्परागत लोकतन्त्र चाहिँ डाइरेक्ट डेमोक्रेसीको प्रकृतिको थियो, अथवा जनता प्रत्यक्ष निर्णय प्रक्रियामा सहभागी हुने लोकतन्त्र थियो। त्यो जुन आर्टिकामा थियो, जुन जनताले स्थापित गरेको थियो, महाजन र शोषक व्यापारीहरूको विरुद्धमा र जो प्रत्यक्ष लोकतन्त्रको प्रकृतिको थियो। मान्छेहरू के भन्छन्, समाजशास्त्रीहरू के भन्छन् भने लोकतन्त्रको पहिलो पुस्ता यही हो। लोकतन्त्रको पहिलो पुस्ता अथवा परम्परागत लोकतन्त्र अथवा लोकतन्त्रको आधार यही हो। यहीबाट नै निर्णय प्रक्रियामा जनताको सहभागिता कति शक्तिशाली हुन्छ त्यो स्थापित भयो। तर दुर्भाग्य, तपाईँ हामी सबैलाई थाहा छ मेसेडोनियाको कहानी। जब मेसेडोनियामा अलेक्जेन्डर महानको उदय भयो, त्यसपछि उनीमा एउटा चाहिँ संसार जित्ने सपना चढ्यो, संसार जित्ने महत्त्वाकांक्षा चढ्यो र अलेक्जेन्डर महानले आर्टिका मात्रै नभएर सम्पूर्ण ग्रीक कब्जा गरे। त्यसपछि त्यो डेमोक्रेसिया सकियो, त्यहाँको परम्परागत अथवा लोकतन्त्रको पहिलो पुस्ताको जुन अभ्यास थियो त्यो अभ्यास पनि सकियो र अलेक्जेन्डर महानको उदयसँगै संसारभरि नै तानाशाहको अथवा चरम सामन्तवादी व्यवस्थाको सुरुवात भयो। एउटा रमाइलो छ, पहिली परम्परागत लोकतन्त्र थियो, पहिली प्रत्यक्ष लोकतन्त्र थियो, त्यसपछि फेरि सामन्तवादी, चरम सामन्तवादी व्यवस्थाको सुरुवात भयो र फेरि अनि लोकतन्त्रको आन्दोलन भयो। यसरी हेर्दाखेरि ईसापूर्व 5औं शताब्दीमा जनताले स्थापित गरेको डेमोक्रेसिया अथवा प्रत्यक्ष लोकतन्त्रको अभ्यास थोरै वर्षपछि अलेक्जेन्डर महानको उदयसँगै समाप्त भयो र 2300 वर्षसम्म
हामीले समयलाई हिसाब गर्यौं भने 2300 वर्षसम्म अथवा 17औं शताब्दीसम्म संसारभरि नै चरम सामन्तवादले काम गर्यो, जसलाई मान्छेले के भन्छन्, त्यो अन्धकारको युग थियो अथवा त्यो अँध्यारो युग थियो भनेर भन्छन्। जब त्यो भन्न पर्दैन, म धेरै लामो व्याख्या गर्दिनँ त्यो सामन्तवादी व्यवस्था कस्तो थियो, संसारभरि कस्ता तानासाहरू थिए, उनीहरू जनताबीचको अन्तर्विरोध के थियो, त्यो भन्न पर्दैन, हामी सबैलाई थाहा छ। र 17औं शताब्दीमा आइसकेपछि फेरि संसारभरि अर्को एउटा नयाँ लोकतन्त्रको युग सुरु भयो। तपाईहरुलाई थाहा छ त्यो नयाँ युगलाई मान्छेहरूले, इतिहासकारहरूले अथवा राजनीतिक विश्लेषकहरूले यो पुनर्जागरणको युग भनेर भन्छन्। 17औं शताब्दीबाट फेरि अनि त्यो चरम अलेक्जेन्डर महानको उदयसँगै सुरु भएको चरम तानाशाही व्यवस्था, ठुलो सामन्तवादी व्यवस्थाबाट संसार मुक्त हुने कोसिसमा पुग्यो र तीनटा ठुला तपाईको विद्रोहहरू भए। पुनर्जागरणको अथवा तेस्रो पुस्ताको लोकतन्त्र स्थापना दोस्रो पुस्ताको लोकतन्त्र स्थापनाको लागि तीनटा ठुला विद्रोहहरू भए। हामी सबैलाई थाहा छ त्यतिखेर बेलायतमा ठुलो एउटा क्रान्ति भयो, फ्रान्सको राज्य क्रान्ति भयो, बेलायतको गौरवमय क्रान्ति भयो र अमेरिकाको स्वतन्त्रता संग्राम। यी तीनटा चीजले त्यसपछि नयाँ लोकतन्त्रको स्थापना गर्यो। मैले लोकतन्त्रको थोरै यहाँहरुसँग यो माइलस्टोनहरु भन्दै छु। 17औं शताब्दीबाट लोकतन्त्रको अर्को नयाँ युग सुरु भयो र जसको लागि चाहिँ तीनटा महान ऐतिहासिक घटनाहरूले काम गरे, जुन बेलायतको गौरवमय क्रान्ति थियो, फ्रान्सको राज्य क्रान्ति थियो र अमेरिकाको स्वतन्त्रता संग्राम थियो। यसले दोस्रो पुस्ताको लोकतन्त्र स्थापित भयो, जसलाई हामी के भन्छौं, यो प्रतिनिधिमूलक लोकतन्त्र भन्छौं, जसले बेलायतमा संसदीय व्यवस्थाको प्रादुर्भाव गर्यो। हामी अहिले जुन संसदीय व्यवस्थाको कुरा गरिरहेका छौं नेपालमा, त्यसको जननी बेलायत र त्यो बेलायतको गौरवमय क्रान्तिसँगै त्यो स्थापित भयो। फ्रान्सले मिश्रित व्यवस्था दियो। तपाई हामीले संविधान लेखिरहँदाखेरि सुनेको कुरा होला, यहाँहरूले पनि सुन्नुभएको छ, पक्का त्यो बुझ्नु पनि भएको छ। फ्रान्सले मिश्रित व्यवस्था भनेर भन्यौं हामीले त्यतिखेर राष्ट्रपति र संसदले मिलेर काम गर्ने व्यवस्था फ्रान्समा स्थापित गरियो र अमेरिकामा राष्ट्रपतीय प्रणाली लागू भयो। र यसलाई मान्छेले आखिरी त्यो बेलायतमा अभ्यास गरिएको लोकतन्त्र होस् अथवा फ्रान्समा अभ्यास गरेको लोकतन्त्र होस् अथवा त्यो अमेरिकामा अभ्यास गरेको लोकतन्त्र होस्, त्यो सबै लोकतन्त्रको मेजर क्यारेक्टर चाहिँ के हो भने त्यो प्रतिनिधिमूलक लोकतन्त्र हो। त्यसरी दोस्रो पुस्ताको लोकतन्त्रलाई हामी प्रतिनिधिमूलक लोकतन्त्र भन्न सक्छौं। त्यो चाहिँ 17औं शताब्दीबाट अथवा पुनर्जागरणपछि त्यो लोकतन्त्रको युग सुरु भयो। तपाई हामी सबैलाई धेरैलाई थाहा छ त्यो कस्तो लोकतन्त्र थियो। मूलतः राजनीतिक दल खोल्ने, निर्वाचन हुने, निर्वाचनले प्रतिनिधि चुनिने र त्यो प्रतिनिधिले जनतालाई शासन गर्ने। प्रतिनिधिमूलक लोकतन्त्रको मुख्य चरित्र यही नै हो। यही चरित्रलाई बेलायतमा संसदीय व्यवस्था मार्फत अभिव्यक्त गरियो, अमेरिकामा राष्ट्रपतीय प्रणाली मार्फत अभिव्यक्त गरियो र फ्रान्समा मिश्रित व्यवस्थाले त्यसलाई अगाडि लग्यो। त त्यसको जे जस्तो अभ्यास गरिए पनि त्यसको मुख्य चरित्र के थियो? पार्टीहरू हुन्छन्, निर्वाचन हुन्छ, निर्वाचनमा जनताले प्रतिनिधि छान्छन् र त्यो प्रतिनिधिले जनतामाथि शासन गर्छ। 17औं शताब्दीपछि पुनर्जागरणको युगपछि संसारभरि नै बडे सामन्तहरू ढले र प्रजातान्त्रिक व्यवस्थाको प्रादुर्भाव भयो र त्यसले यी तीन खाले लोकतन्त्रका अभ्यासहरू संसारभरि नै स्थापित गरियो। नेपालमा पनि हामी जुन लोकतन्त्रको कुरा गर्छौं यस्तै प्रकृतिको लोकतन्त्र हो। पार्टी हुन्छन्,
पार्टीहरू निर्वाचनमा भाग लिन्छन्, जनताले मतदान गर्छन्, जनताले मतदान गरिसकेपछि जो जित्छ त्यसले शासन गर्छ र 5 वर्ष त्यसले शासन गर्छ। तर यो लोकतन्त्र पनि आलोचनामा त बाहिर रहेन। हाम्रोमै पनि यो लोकतन्त्रको आलोचना भयो र संसारभरि नै यो लोकतन्त्रको आलोचना सुरु भयो। र यो लोकतन्त्रको आलोचना गर्ने सबैभन्दा कडा र तीव्र आलोचना गर्ने व्यक्ति थिए मार्क्स, कार्ल मार्क्स। उनले के भने यो गतिलो लोकतन्त्र होइन। जब कार्ल मार्क्सले प्रतिनिधिमूलक लोकतन्त्रमाथि ठुलो प्रश्न उठाए, यो गतिलो लोकतन्त्र होइन, संसदीय व्यवस्थाले अथवा पार्टीहरू खुल्ने, जनताले भोट मात्र हाल्ने र भोट हालिसकेपछि जसले जित्छ उसले 5 वर्ष शासन गर्ने व्यवस्था यो जनताको व्यवस्था अथवा जनताको लोकतन्त्र होइन, यो बुर्जुवा व्यवस्था हो भने उनले ठुलो प्रश्न उठाए। त्यसपछि संसारभरि नै दोस्रो पुस्ताको लोकतन्त्र, जुन मैले पुस्ताको हिसाबले भने, माथि बहस सुरु भयो र सँगसँगै त्यसो भए तेस्रो पुस्ताको अथवा अर्को लोकतन्त्र कस्तो हुन सक्छ त, सँगसँगै अर्को लोकतन्त्रको खोजी पनि सुरु गरियो। तब हामी थोरै भन्न सक्छौँ हाम्रोमै पनि कि यो प्रतिनिधिमूलक लोकतन्त्र किन कमजोर भयो अथवा किन यसमाथि आलोचना गरियो। खास गरी यसमा 3-4वटा चिजहरू छन् यसलाई आलोचना गर्ने, जुन चिजहरू मार्क्सले पनि उठाएर संसारभरि उठ्यो। पहिलो के भनियो भने यो यस्तो लोकतन्त्र हो जुन लोकतन्त्रमा कुलीनहरूले मात्रै शासन गर्छन् भन्नलाई यो लोकतन्त्र भनियो। तर यो कुलीन तन्त्रभन्दा माथि जान सक्दैन। पार्टी कसले खोल्छ? गाउँको सबैभन्दा कुलीन वर्गले खोल्छ अथवा सहरको अथवा देशको सबैभन्दा कुलीन वर्ग राजनीतिमा आउँछ। त्यसैले जित्छ त्यही कुलीन वर्गले। र लोकतन्त्रको नाउँमा एउटा कुलीन वैधानिक हिसाबले जनताको मत लिनलाई त, तर त्यो कहिल्यै जनताको हुँदैन। त्यसैले यो कुलीन वर्गको लोकतन्त्र हो भनेर भनियो। यसलाई आलोचना गर्नेहरूले र राजनीतिक भाषामा के भने यस्तो लोकतन्त्रले जनतालाई कहिल्यै पनि सार्वभौम अधिकार दिँदैन। जनता कहिले सार्वभौम हुँदैन। भन्नलाई हामी सार्वभौम भन्छौँ, तर जनता कहिल्यै सार्वभौम हुँदैन भनियो। हामी पनि यसो विचार गर्न सक्छौँ। नेपालमा 46 सालमा हामीले यस्तै लोकतन्त्र ल्यायौँ, प्रतिनिधिमूलक लोकतन्त्र। हामी सार्वभौम भयौँ कि भएनौँ? अथवा के साँच्चै यो आलोचना गरे जस्तै कुलीनहरू नै शासन सत्तामा रहे कि जनताको भुइँ तहका मान्छेहरूको लोकतन्त्र बन्यो त्यो भने हामीले विचार गऱ्यौँ भने वास्तवमा कतिपय परम्परागत लोकतन्त्रमाथि अथवा यो प्रतिनिधिमूलक लोकतन्त्रमाथि जुन खाले आलोचनाहरू छन् ती आलोचनाहरू सही छन् कि भन्ने देखिन्छ। जसले यो लोकतन्त्रले राजनीतिलाई फेरि पनि सम्भ्रान्त वर्गको हातमा नै लग्यो। सम्भ्रान्त वर्गको हातबाट भुइँ तहका मान्छेहरूसम्म यो लोकतन्त्रले राजनीतिलाई पुर्याउन सकेन। आलोचकहरू के भन्छन् भने यो लोकतन्त्र यस्तो लोकतन्त्र हो जहाँ भोट हाल्नेहरू सधैँ हार्छन् र भोट पाउनेहरू सधैँ जित्छन्। यो सायद यो अर्थपूर्ण छ कुरा। के भनिन्छ कि यो प्रतिनिधिमूलक लोकतन्त्रमा भोट हाल्नेहरू सधैँ हार्छन् र भोट पाउनेहरू सधैँ जित्छन्। हामी पनि त्यस्तै देख्छौँ। विचार गरौँ त, हामीले भोट हाल्यौँ, त्यसपछि सक्यो। लोकतन्त्रमा जनताको काम सकिन्छ। त्यसपछि प्रतिनिधिमूलक लोकतन्त्रमा र नेताहरूले के भन्छन् भने तिमीले 5 वर्ष सम्पूर्ण अधिकार मलाई देऊ, अब मेरो करामत हेर, अब म गर्छु, जे चमत्कार गर्नु छ अब म गर्छु। त्यसपछि जे चमत्कार हुन्छ त्यो चमत्कारले जनता सधैँ हार्छ र भोट पाउनेहरू सधैँ जित्छ। हुम्लाले सधैँ हार्छ तर हुम्लाबाट जो प्रतिनिधि हुन्छ त्यसले सधैँ जित्छ। दलितले सधैँ हार्छ तर दलितबाट जो प्रतिनिधित्व गरेर आउँछ त्यसले सधैँ जित्छ। महिलाले सधैँ हार्छन् तर महिलाको नाममा जसले प्रतिनिधित्व गरेर आउँछ त्यसले सधैँ जित्छ। मान्छेहरू के भन्छन् भने यो प्रतिनिधिमूलक लोकतन्त्र अथवा दोस्रो पुस्ताको लोकतन्त्र चाहिँ जङ्गलमा बाघको लोकतन्त्र हो भन्नेहरू पनि पाउँछु। मैले सुनिरहेछु
जङ्गलमा बाघको लोकतन्त्र। जङ्गलमा बाघलाई तेरो लोकतन्त्र दियो भने के हुन्छ होला? जङ्गलमा हामीले बाघलाई लोकतन्त्र दिउँ, त स्वतन्त्र छस्, त सार्वभौम छस्। मेरो अधिकारको प्रयोग, खरायोले बाघलाई के भन्यो भने मेरो सार्वभौम अधिकारको प्रयोग गर्ने छुट मैले दिएँ, त्यो भोट मैले तँलाई दिएँ भन्यो भने के हुन्छ होला? र लेनिनले के भन्यो भने संसदीय व्यवस्था भनेको, संसद भनेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने पसल हो। यसरी तपाईको दोस्रो पुस्ताको लोकतन्त्रमाथि तीव्र आलोचना सुरु भयो र कम्युनिस्टहरूले के भने त्यसैले जनताको अर्को लोकतन्त्रको लागि लडाईँ गर्नुपर्छ, त्यो लोकतन्त्रको सूत्र मार्क्सवाद हो भने। यसरी तेस्रो पुस्ताको लोकतन्त्रको बहस संसारमा सुरु भयो। जब रुसमा अक्टोबर क्रान्ति भयो, अघि मैले भने 17औं शताब्दी पछि पुनर्जागरणको लागि तीनटा घटनाहरू महत्त्वपूर्ण छन्। बेलायतको गौरवमय क्रान्ति, फ्रान्सको राज्य क्रान्ति र अमेरिकाको स्वतन्त्रता सङ्ग्राम। यसले दोस्रो पुस्ताको लोकतन्त्र अथवा प्रतिनिधिमूलक लोकतन्त्रलाई स्थापित गर्यो। तर जब रुसमा अक्टोबर क्रान्ति भयो, अक्टोबर समाजवादी क्रान्ति भयो लेनिनको नेतृत्वमा, त्यसले लोकतन्त्रको अर्को ठुलो बहस संसारभरि सिर्जना गर्यो। तपाईलाई थाहा छ त्यो बहस, त्यो चाहिँ समाजवादी लोकतन्त्र अथवा सर्वहारावादी लोकतन्त्र। त्यसपछि ठुलो टकराव भयो संसारभरि नै, कुन लोकतन्त्र ठिक? सर्वहारावादी लोकतन्त्र ठिक अथवा वामपन्थीहरूले भने जस्तो अथवा लेनिनले भने जस्तो लोकतन्त्र ठिक, अथवा संसदीय लोकतन्त्र अथवा बेलायत, फ्रान्स र अमेरिकाले प्रयोग गरेको लोकतन्त्र ठिक? संसारभरि बहस भयो, हामीसँग पनि त्यो बहस भयो। तपाईँ हामीलाई पनि थाहा छ, जसको अभिव्यक्ति नेपालमा चाहिँ काङ्ग्रेसले भने जस्तो लोकतन्त्र ठिक कि कम्युनिस्टहरूले भने जस्तो लोकतन्त्र ठिक भनेर चलन चल्तीको भाषामा हामीले भन्ने गर्यौँ। मैले अघि भने काङ्ग्रेस नेपालमा दोस्रो पुस्ताको लोकतन्त्रको प्रतिनिधि पार्टी हो। त्यसपछि कम्युनिस्टहरू आए, उनीहरूले वामपन्थी लोकतन्त्र अथवा सर्वहारावादी समाजवादी लोकतन्त्रको कुरा गरे। तर फेरि जसरी अघि प्रतिनिधिमूलक लोकतन्त्रको बहस माथि आलोचना भयो, बहस भयो, मान्छेले अम्लो उठाए, त्यस्तै भयो सर्वहारावादी समाजवादको अथवा वामपन्थी लोकतन्त्रमाथि पनि प्रश्नहरू उठे। हामी सबैलाई थाहा छ कस्तो प्रश्न उठ्यो। कस्तो प्रश्न उठ्यो? प्रश्न के उठ्यो भने यो त मान्छेको लोकतन्त्र भएन, यो त वर्गहरूको लोकतन्त्र भयो। मेजर प्रश्न। सर्वहारा वर्गको नाममा सम्पूर्ण लोकतन्त्र एउटा पार्टीले प्रयोग गर्ने, त्यो कसरी लोकतन्त्र हुन सक्छ भनियो। हामी विचार गरौँ त, लोकतन्त्र भन्ने, तर प्रधानमन्त्री को बन्छ भन्ने निर्णय कसले गर्ने? पार्टीको पोलिट ब्युरोले गर्ने, पार्टीको सेन्ट्रल कमिटीले गर्ने। सम्पूर्ण राजनीतिक व्यवस्था एउटा पार्टीमा केन्द्रीकृत गर्ने, सर्वहारा वर्गको पार्टीको नाममा सम्पूर्ण शक्ति महासचिवमा केन्द्रित गर्ने, यो कसरी लोकतन्त्र हुन सक्छ? यो हुँदैन भनियो। तपाईँ हामीलाई थाहा छ वास्तव यो लोकतन्त्र कसरी हुन सक्छ र? समाजवाद भनियो, व्यक्तिको सम्पत्ति सामाजिकीकरण गर्ने भनियो, त्यो कसरी लोकतन्त्र हुन्छ? व्यक्ति समाजको मातहत भनियो,
त्यो कसरी लोकतन्त्र हुन्छ? व्यक्ति समाजको मातहत निरपेक्ष रूपमा सधैँ व्यक्ति समाजको मातहत कसरी बस्न सक्छ? सम्पूर्ण तपाईको सम्पत्ति सामाजिकीकरण कसरी हुन सक्छ? तपाई किन कमाउनुहुन्छ र तपाईले कमाएको सम्पूर्ण कुरा कसरी तपाई चाहिँ मेरो यो समाजको लागि हो भनेर भन्न सक्नुहुन्छ? तपाईको मौलिकता, तपाईको स्वतन्त्रता, सम्पत्ति माथिको स्वतन्त्रता, विवेक माथिको स्वतन्त्रता, तपाईको इच्छा आकांक्षा सपना माथिको स्वतन्त्रता हुँदैन? हुन्छ। त्यसैले मान्छेले के भन्यो भने यो तेस्रो पुस्ताको लोकतन्त्र पनि कतिलो लोकतन्त्र होइन, यो सर्वहारा अराजकता हो। समाज भन्नलाई समाजवाद भनियो हैन, तर कस्तो समाजवाद भयो? त्यो राज्य नियन्त्रित समाजवाद भयो। मान्छे बहस के चल्यो त्यसपछि यसका आलोचकहरूले के भन्यो भने मान्छे यसका सपना ज्यादै महत्त्वपूर्ण कुरा हुन्। संसारमा अहिले हामी जहाँनेरि छौँ, जहाँ उभिएका छौँ, हामी जे गरिरहेका छौँ, हरेक मान्छे जे गरिरहेको छ त्यसको महत्त्व ज्यादै ठुलो छ। तपाईँ त्यसलाई समाजको नाममा, समाजवादको नाममा अथवा कम्युनिस्ट आन्दोलनको नाममा अथवा पार्टी निर्माणको नाममा नियन्त्रित गर्न सक्नुहुन्न। तपाईले त्यो नियन्त्रित गर्नु त्यो लोकतन्त्र हुँदैन। त्यसैले के भनियो, यो लोकतन्त्रको पनि काम छैन। तेस्रो पुस्ताको लोकतन्त्र पनि जसरी प्रतिनिधिमूलक लोकतन्त्र यसले मान्छेलाई वस्तुको रूपमा प्रयोग गर्यो, पैसाको रूपमा प्रयोग गर्यो, त्यसरी नै अर्को कोणबाट, अर्को एंगलबाट सर्वहारावादी लोकतन्त्रले मान्छेको सार्वभौमिकतालाई, मान्छेको स्वतन्त्रतालाई वस्तुभन्दा बाहेक ठुलो केही पनि देखेन। त्यसैले आलोचकहरूले भने यी दुईटै लोकतन्त्र काम लाग्दैन। यसरी आजसम्म आइपुग्दाखेरि तेस्रो पुस्ताको लोकतन्त्र पनि विवादभन्दा माथि रहेन र मान्छेले यसको पनि विकल्प आवश्यक छ भनेर भन्न थाले। र अहिले हामी चौथो पुस्ताको लोकतन्त्रको खोजीमा छौँ। मैले थोरै तीनटा लोकतन्त्रको यहाँहरू बिचमा कुरा गरेँ। एउटा प्रारम्भिक लोकतन्त्र, एउटा दोस्रो पुस्ताको लोकतन्त्र अथवा प्रतिनिधिमूलक लोकतन्त्र र तेस्रो प्रतिनिधिमूलक लोकतन्त्रको सँगसँगै त्यसका दोषहरू निर्मूल गर्ने नाममा निर्माण गरिएको मार्क्सवादी लोकतन्त्र अथवा सर्वहारावादी समाजवादी लोकतन्त्र। यी तीनटै मोडलहरूले पछिल्लो पुस्ताको विश्व मानव समुदायको अपेक्षाहरूलाई, आकांक्षाहरूलाई, सपनाहरूलाई मुखरित गर्न सकेन। सबैका कहीँ न कहीँ दोषहरू देखिए। पुँजीवादी प्रकृतिको लोकतन्त्रका आफ्नै खाले दोषहरू देखिए, सर्वहारावादी समाजवादी लोकतन्त्रका आफ्नै खाले दोषहरू देखिए। त्यसैले आजको पुस्ताले के भन्यो भने अब नयाँ लोकतन्त्र आवश्यक छ, चौथो पुस्ताको लोकतन्त्र आवश्यक छ। खास गरी ती तीनटा पुस्ता भनेर हामीले पुरानो लोकतन्त्रलाई परिभाषित गर्ने हो भने अब हामीलाई चौथो पुस्ताको लोकतन्त्र आवश्यक छ। यो यस्तो लोकतन्त्र होस् जसले कम्युनिस्टहरूले भनेको अभ्यासबाट पनि जनतालाई मुक्ति दियोस् र नयाँ खाले स्वतन्त्रताको अनुभूत गर्न सकुन् मान्छेले, र जस परम्परागत लोकतन्त्र अथवा पुँजीवादी प्रकृतिको लोकतन्त्रले जुन खाले बोझ मान्छेहरूलाई दियो त्यसबाट पनि मान्छेहरू मुक्त बनोस् र साँच्चै आजको पुस्ता मानव गरिमालाई अझ उच्च बनाउनको लागि जे गर्न सकिन्छ त्यो गर्न योग्य लोकतन्त्र निर्माण गर्न सकोस्, अगाडि बढोस्। त्यो लोकतन्त्रको खोजी आजको आवश्यकता भएको छ र हामी अहिले त्यही लोकतन्त्रको चौथो पुस्ताको लोकतन्त्रको बहसमा छौँ। मूलतः
एउटा पृष्ठभूमिलाई हामीले हेऱ्यौँ भने यही देखिन्छ। अब के हो त अब अलिकति चौथो पुस्ताको लोकतन्त्र कसरी बन्न सक्छ? के हो चौथो पुस्ताको लोकतन्त्र? नेपालमा चौथो पुस्ताको लोकतन्त्रको स्कोप के छ? हामी के गर्न सक्छौँ? थोरै त्यतातिर हामी कुराकानी गरौँ। तर म त्यतातिर कुराकानी गर्नुभन्दा अगाडि यो तीनटा लोकतन्त्रको जुन मैले कुरा गरेँ, यो तीनटा लोकतन्त्रको कुरामाथि थोरै यहाँहरूको प्रश्न, जिज्ञासा अथवा भनाइहरू सुनौँ भन्ने लाग्छ। नमस्कार, म नरेन्द्र खतिवडा। मेरो चाहिँ जिज्ञासा के हो भन्दाखेरि यो जुन दोस्रो फेजको लोकतन्त्र जो 16औं 17औं शताब्दीबाट सुरु भयो भन्नुभयो नि, त्यसको खास ड्राइभिङ फोर्स के थियो? के कारणले गर्दाखेरि त्यो 17औं शताब्दीमा चाहिँ लोकतन्त्रको वा स्थापना वा बहस सुरु भयो? एउटा अर्को चाहिँ मलाई लागेको यो प्राय हाम्रो के छ भन्दाखेरि हामी यो पश्चिमाहरूको अलिक बढी कपी पनि गर्ने चलन छ। बेलायतको संसदीय व्यवस्था चाहिँ भारतले कपी गरेको र त्यो फोटोकपी फेरि हामीले गरेको भनेको फोटोकपीलाई थप फोटोकपी हामीले गरेका छौँ। खास गरी हाम्रो जुन पूर्वीय सभ्यताको डेमोक्रेसीको चाहिँ ऐतिहासिक पृष्ठभूमि के हो? अब अहिलेसम्म हामीले यहाँ सुन्दै गर्दा त ग्रिकको सुन्यो, धेरैको सुन्यो। यतापट्टि हाम्रो पनि त तपाईँको के छ भन्दाखेरि कौटिल्यको अर्थशास्त्रका कुरा छ, यज्ञ बालकका कुराहरू छन्, ती मनुहरूका कुराहरू छन्। यतापट्टि पनि राज्य व्यवस्था थियो। जबकि मेकियावेलीले तपाईँको 15औं 16औं शताब्दीतिर द प्रिन्स भन्ने किताब लेख्दै गर्दाखेरि कौटिल्यले लेखेको कुराको सबै फोटोकपी गरेर चाहिँ उतातिर प्रकाशन भएको छ। त्यही कुरा हामीले पढेर अहिले आधुनिक राजनीति शास्त्रको पिता भनेर चाहिँ हामी मेकियावेलीलाई चिनिरहेका छौँ। त्यसो भने यो डेमोक्रेसीको चाहिँ यतापट्टिको अलिकति पृष्ठभूमि के हो भन्ने पनि बताइदिनु भयो भने त्यसले चाहिँ अलिक बहस गर्नलाई अझै सजिलो बनाउँछ कि भन्ने लाग्छ। म लक्ष्मीनारायण देव, सप्तरी राजविराजबाट हो। मैले जुन प्रस्तुति यहाँ सुने र संविधानसँग म जोड्न चाहन्छु। कुरो के छ भने चाहिँ संविधान बनाउँदाखेरि जस्तै कि डेमोक्रेसी राजा समेतका चाहिँ पार्टीहरू छन्, राजा पनि चाहिन्छ भने त्यस्तो डेमोक्रेसीका मान्छे पनि छन्, लोकतन्त्रवादीहरू पनि थिए र गणतन्त्रवादीहरू पनि थिए। र अहिले हामीले चौथो पुस्ताको हैन जुन लोकतन्त्रको कुरा गरिरहेछौँ, यसमा मूलभूत कुराहरू चाहिँ फरक के हुन सक्छ? किनभने चाहिँ त्यहाँ हामीले भनौँ न संसदमा चाहिँ एकदम बृहत छलफल गरेर संविधान बनायौँ र अझ पनि संविधान चाहिँ पूर्ण छैन, आधा छ, यसलाई चाहिँ यो खाली छ भनेर चाहिँ हाम्रो चाहिँ संयोजकले भन्नुभएको थियो, सम्झना छ हामीलाई। र चाहिँ यसलाई चाहिँ भनौँ न अब हामीले चौथो पुस्ताको चाहिँ लोकतन्त्रसँग यसलाई चाहिँ हामी कसरी बुझ्न सक्छौँ? मेरो नाम चाहिँ चन्दन शाह, म रौतहटबाट। हामीले बुझ्ने लोकतन्त्र भनेको लोकको तन्त्र, यानि कि देशका प्रत्यक्ष नागरिकले चुनेका पात्रहरूबाट निर्मित सरकारको नीति र नियम हो, जस अनुसार प्रत्येक व्यक्तिको देशप्रतिको सम्मान, अधिकार र कर्तव्य हो। मेरो लागि सर्वप्रथम देश त्यसपछि मधेस हो। देशमाथिको कुनै अन्याय र अत्याचार सहेर नबस्ने र देशको अस्मिता जोगाउने सके जे पनि गर्न व्यक्ति हो। त्यसै गरी मधेसलाई पाखा पार्नेलाई कडाभन्दा कडा कदम चाल्ने मान्यता हो मेरो। अब हामी मुद्दामा आउँ, प्रतिनिधित्वको कुरा गरौँ। कुनै पिछडिएका वर्गहरूबाट किन अहिलेसम्म उच्च ओहदा जस्तै प्रधानमन्त्री, सेना प्रमुख इत्यादिमा दलित मधेसी जनजाति पुग्न सकेका छैनन्? के हो मुख्य कारण? या त तिनीहरूको क्षमतावान हुँदैनन् या त नेपालका सिस्टम खराब छन्। हामीलाई थाहा छ आफूलाई राष्ट्रवादी बनाउँदाहरूले गर्दा देशमा द्वन्द्व सुरु भएको छ। त्यो द्वन्द्व पहाडी र मधेसी भनेर भएको हो। हामीलाई थाहै छ जब भूकम्पको बेला धेरै मानिसले ज्यान जोगाउनु परेको थियो, त्यति बेला न कसैले यो पहाडी हो, यो दलित हो शब्दहरू प्रयोग गरेर यो राम्रो हो भनेर कसैले भनेका थिएनन्। सब दुःख परेकाहरूलाई सक्दो सहायता गर्नेतिर लाग्यो। त्यसपछिको मधेस आन्दोलन जहाँ टाउकोमा ताकी जसरी एउटा गुण्डाहरूलाई इन्काउन्टर गर्छन् त्यसै गरी निर्मम हत्या गरियो। त्यो कस्तो लोकतन्त्र हो? मैले देखेको त्यो दृश्य बडा संवेदनशील थियो। मैले सोध्न चाहन्छु, खै किन रोएनन् त काठमाडौँको आँखाहरू जब एउटा सानो बच्चालाई गोली हानियो? खै किन आँसु झरेनन् त ती आँखाहरूबाट जो आफूलाई राष्ट्रवादी राष्ट्रभक्त भन्छन्? साँचो होइन र काठमाडौँले हेला गरेको मधेस तराई होइन भने जसले मुद्दा उठायो त्यसलाई फाँसी हुनु पर्यो, किनभने त्यसले लगभग 60 जनाभन्दा बढीको लासको सौदा गरेको छन् र ती सौदागरलाई कडाभन्दा कडा सजाय हुनुपर्ने। र यदि साँचो ठिक हो भने हामी सबै नेपाली दाजुभाइ मिलेर यो मुद्दाको सम्बोधन गराउनु पर्यो ताकि लोकतन्त्रको साँचो जित होस् भनेर। नरेनजीले इन्ट्रेस्टिङ कुरा गर्नुभयो। वास्तवमा नेपालको
राजनीतिमा संसारभरि नै युरोपेहरूको प्रभाव चाहिँ अलि ठुलै देखिन्छ। हामीसँग त झन् अब हाम्रो राजनीतिक आन्दोलनमाथि बेलायतको संसदीय प्रजातन्त्रको प्रभाव छ। लोकतन्त्रकै चर्चा गर्दाखेरि पनि हामी जस्तो खालको 46 सालमा जुन खालको लोकतन्त्रको माग गऱ्यौँ त्यो लोकतन्त्र चाहिँ बेलायती मोडलको प्रजातन्त्र अथवा बेलायती मोडलको लोकतन्त्रको माग थियो। त्यसैले कस्तो खालको लोकतन्त्र भन्नेमा हाम्रो धेरै बहस चाहिँ संसदीय व्यवस्थाको वरिपरि घुम्छ। त्यही वरिपरिबाट हामी हाम्रो विचार निर्माण गर्ने, हाम्रो चाहिँ एजेन्डाहरू, राजनीतिक एजेन्डाहरू निर्माण गर्ने, राज्य व्यवस्थाको मोडलहरू बनाउने हामीले काम गऱ्यौँ। पूर्वीय पृष्ठभूमिमाथि हामी धेरै गएको देखिँदैन। यसमा अहिले धेरै लामो कुरा गर्न सकिँदैन होला सायद, होइन, तर यसमाथि बृहङ्गम हामीले छलफल गऱ्यौँ भने वास्तवमा पूर्वीय सभ्यता धेरै कमजोर सभ्यता होइन, मात्रै यसको उत्खनन र यसको प्रयोगमा आशातीत रूपमा ध्यान पुगेको छैन कि जस्तो लाग्छ। छलफल गर्नुपर्छ, त्यसको खोजी, त्यसको उत्खनन आवश्यक छ कि पूर्वीय सभ्यतामा हामी कस्तो लोकतन्त्रको अभ्यास गर्दै आयौँ अथवा लोकतन्त्रको काहीँ न काहीँ सङ्केतहरू के थिए जसको प्रवर्धन कसरी गर्न सकिन्छ, ती घटनाहरूलाई, ती स्टोरीहरूलाई कसरी हामी चाहिँ प्रवर्धन गर्न सक्छौँ, सिक्न सक्छौँ भन्ने कुरा खोजी आवश्यक छ। जहाँसम्म अब फेरि म चौथो पुस्ताको लोकतन्त्रको कुरा गरौँ। अब तपाईँहरूले प्रश्न पनि सोध्नुभयो। सरल भाषामा हेर्दा नेपाली काङ्ग्रेस नेपालमा कुन पुस्ताको लोकतन्त्रको कुरा गर्छ? दोस्रो पुस्ताको। नेपाली काङ्ग्रेसका लागि लोकतन्त्र भनेको पार्टी खोल्ने, आवधिक निर्वाचनमा सहभागी हुने, त्यसपछि जित्ने, त्यसपछि 5 वर्ष शासन गर्ने। यो कुन पुस्ताको? दोस्रो पुस्ताको लोकतन्त्र हो। यता कम्युनिस्टहरू कुन पुस्ताको लोकतन्त्रको कुरा गर्छन्? तेस्रो, अथवा त्यो दोस्रो तेस्रो, मैले बुझाउनको लागि तेस्रो भनेको त्यो दोस्रोभन्दा आधुनिक भन्न खोजेको होइन, त्यसका पनि आफ्नै सीमाहरू छन्। त्यो लोकतन्त्र कस्तो लोकतन्त्र हो? सर्वहारा समाजवादी प्रकृतिको। यद्यपि नेपालका कम्युनिस्टहरू प्योर कम्युनिस्ट, शुद्ध मार्क्सवादीहरू छैनन्। त्यसदा शुद्ध उनीहरूले तेस्रो पुस्ताको लोकतन्त्रको कुरा गर्दै छैनन्। उनीहरूको लोकतन्त्र पनि फेरि पनि कस्तो लोकतन्त्र हो? काङ्ग्रेसकै जस्तो लोकतन्त्र हो। पार्टी खोल्ने, भन्नलाई उनीहरू समाजवादी भन्छन्, भन्नलाई उनीहरू सर्वहारावादको कुरा गर्छन्, भन्नलाई उनीहरू मार्क्सवादको चाहिँ प्रयोग भनेर भन्छन्। जे भनिए तापनि नेपालमा कम्युनिस्टहरूले प्रयोग गर्ने लोकतन्त्र फेरि पनि प्रतिनिधिमूलक लोकतन्त्र नै हो। हाम्रोमा त्यो लोकतन्त्र कसरी मुखरित हुन्छ? संसदीय व्यवस्था मार्फत, जुन संसदीय व्यवस्थालाई संसारभरि आलोचना गरिन्छ। यो लोकतन्त्रले के दिएको छ हामीलाई? त्यसैले कस्तो लोकतन्त्रको खोजी गर्ने भन्दा के दिएको छ? 46 सालदेखि यता आजसम्म आउँदा हामीले प्रतिनिधिमूलक लोकतन्त्रको प्रयोग गऱ्यौँ। हामीसँग संसदीय व्यवस्था छ। यसले के दियो? कर्णाली चरम भोकमरी दियो। एउटा मान्छे अस्पतालमा राम्रोसँग उपचार गर्न पाउँदैन। हिजो मात्रै मैले एउटा समाचार पढ्दै थिएँ, सिटामोल किन्न सक्दैन मान्छे। यो कस्तो लोकतन्त्र हो? हामीले संविधान लेख्नको लागि संविधान सभाको निर्वाचन गऱ्यौँ। हामी सबैलाई थाहा छ, 4 जना मान्छेले निर्णय गर्यो। 601 जना संविधान सभा सदस्यहरू छन्। निर्णय गर्छ कसले? 3 जना अथवा 4 जना मान्छेले। तपाईले भर्खरै देख्नुभयो, 3टा पार्टी बस्छन् र निर्णय के हुन्छ? 9 महिना तिमी सरकार बनाऊ, स्थानीय निकायको निर्वाचन तिमीले गर, अथवा निर्वाचनको घोषणा तिमी गर, अथवा आदि निर्वाचन तिमी गर, त्यसपछि आदि निर्वाचन म गर्छु। हामीले तपाईको 46 साल 7 सालसँग जोडेर यता हेर्दा
हामीले 50औं प्रधानमन्त्री पायौँ हाम्रोमा। भारतमा उस्तै समयमा अझ हामीभन्दा अगाडि प्रजातन्त्रको अभ्यास सुरु गरेको भारतमा 14औं प्रधानमन्त्री हुन् नरेन्द्र मोदी। 14औं। त्यहाँ 13 चोटि चुनाव भयो र उनी 14औं प्रधानमन्त्री बने। नेपालमा 50औं प्रधानमन्त्री हुनुहुन्छ अहिले हामीसँग र जम्मा चुनाव 5 अथवा 6 पटक, मैले ठ्याक्कै बिर्सेँ, 5 अथवा 6 पटक भयो। लोकतन्त्र भनेको धेरै चुनाव र स्थायित्व हो नि। हाम्रोमा थोरै चुनाव तर धेरै प्रधानमन्त्री छ। हामी कस्तो लोकतन्त्रको अभ्यास गर्दैछौँ? तपाईले विभेदको हिसाबले हेर्नुभयो भने त्यो जातीय विभेदको हिसाबले, लैङ्गिक विभेदको हिसाबले, क्षेत्रीय विभेदको जे जस्ता विभेदहरू छन्, लोकतन्त्रले यी विभेदहरू निर्मूल गर्नुपर्ने हो। तर 46 सालदेखि यता आएर हामीले हेऱ्यौँ भने किन विभेदहरू निर्मूल हुन सकेनन्? तपाईँ सुशासनको हिसाबले हेर्नुहोस्, हामी कस्तो लोकतन्त्रको अभ्यास गर्यौँ। अरबौं भ्रष्टाचार। भर्खरै सम्पन्न भयो चुनाव। त्यो चुनावमा अघि भर्खरै बाहिर एकजना साथीले भन्दै हुन्थ्यो, एउटा नगरपालिकाको निर्वाचनमा कति करोड? 7 करोड रुपियाँ चाहिँ एउटा नगरपालिकाको निर्वाचनमा खर्च भयो भनेर भन्दै हुन्छ। हामी कस्तो लोकतन्त्रको अभ्यास गर्दैछौँ? त्यसैले संसारभरि नै र हामीले पनि अहिले सुरु गर्न खोजेको कुरा बहस के हो? नयाँ शक्तिले र हामी सबैले के हो भने यो मोडलको पुरानो लोकतन्त्रको अब काम छैन। चाहे त्यो कम्युनिस्टहरूको नाममा सर्वहारा लोकतन्त्रको जुन अभ्यास गरियो अथवा उदात्त एकदम लिबरल डेमोक्रेसी, उदार लोकतन्त्रको रूपमा चाहिँ जे जस्ता खालका चाहिँ अभ्यासहरू गरिए, यो लोकतन्त्रको अब काम छैन। यो लोकतन्त्र अघि पनि मैले भने यो भोट हाल्नेहरूको लोकतन्त्र होइन, यो गरिबहरूको लोकतन्त्र बनेन, यो महिलाहरूको लोकतन्त्र बनेन, यो तल्लो तहको मान्छे, भुइँका मान्छेहरूको लोकतन्त्र बनेन। मैले वर्गको कुरा गरिरहेको छैन, मैले मान्छेको कुरा गर्दैछु। त्यसैले चौथो पुस्ताको लोकतन्त्र आवश्यक छ भने संसारभरि नै बहस छ र हामीले पनि त्यो बहस सुरु गरेका छौँ। त्यसलाई भनौँ त्यो वैकल्पिक लोकतन्त्र, त्यो अल्टरनेटिभ लोकतन्त्रको कुरा हो। त्यो लोकतन्त्र कस्तो होला? मान्छेहरूले के भन्छ भने चौथो पुस्ताको लोकतन्त्रको चरित्र समावेशी हुन्छ, त्यसैले हामी त्यसलाई समावेशी लोकतन्त्र भन्न सक्छौँ। त्यो बढीभन्दा बढी मान्छे त्यो लोकतन्त्रमा जोडिन्छ, त्यसै त्यो सहभागितामूलक लोकतन्त्र हो। अथवा त्यो अर्को हिसाबले त्यो प्रत्यक्ष लोकतन्त्र हो। यो तीनटा क्यारेक्टरबाट हामी चौथो पुस्ताको लोकतन्त्रको परिकल्पना गर्न सक्छौँ। तीनटा मेजर क्यारेक्टरबाट। पहिलो त्यो समावेशी लोकतन्त्र हो। त्यो लोकतन्त्रमा एउटा खास कुलीन वर्गले मात्रै शासन सत्ताको सम्पूर्ण अधिकार केन्द्रीकृत हुने त्यो लोकतन्त्र होइन कि त्यो सबै जनताहरूको, सबै वर्गको, सबै लिङ्गको, सबै क्षेत्रको सम्पूर्ण रूपमा समावेशीकरणको ग्यारेन्टी सहितको लोकतन्त्र त्यो चौथो पुस्ताको लोकतन्त्र हो। त्यसको अर्को चरित्र त्यो सहभागितामूलक हुन्छ र त्यो प्रत्यक्ष हुन्छ, डाइरेक्ट हुन्छ, डाइरेक्ट डेमोक्रेसी। अहिले म थोरै हामीले कस्तो अभ्यास गर्दैछौँ त्यसमा भन्ने कुरा। यो लोकतन्त्र चौथो पुस्ताको लोकतन्त्रमा दुईटै पुस्ताका, तेस्रो पुस्ताको अथवा दोस्रो पुस्ताको लोकतन्त्र जुन मैले अघि भने तपाईँहरूलाई बुझ्नको लागि, त्यसका कमजोरीहरू हुँदैनन् अथवा पुँजीको सर्वोच्चता लिबरल डेमोक्रेसीको कमजोरीहरू पनि हुँदैन। सर्वहारा लोकतन्त्रको जुन कमजोरीहरू देखिए, लेनिनदेखि आजसम्म आउँदाखेरि कम्युनिस्टहरूले जुन समाजवादी व्यवस्था स्थापना गर्ने भनेर जुन खालको अभ्यासहरू गरेर जे कमजोरीहरू भए, खास गरी मान्छेको सर्वोच्चतालाई स्वीकार नगर्ने कमजोरी, त्यो कमजोरीहरू पनि हुँदैन चौथो पुस्ताको लोकतन्त्रमा। र मान्छेको गरिमालाई, मान्छेको उच्चता बोधलाई स्थापित गर्ने लोकतन्त्र हुन्छ। त्यो वर्गहरूभन्दा मान्छे महत्त्वपूर्ण छ र मान्छे बहुआयामिक चिज हो र यसलाई एउटा चिजबाट मात्रै, आर्थिक रूपले मात्रै
अथवा यसको भाषाको हिसाबले मात्रै अथवा यसको पहिचानको हिसाबले मात्रै अथवा यसको अरू अन्य लैङ्गिक चरित्रको हिसाबले मात्रै मान्छेलाई बुझ्ने होइन कि मान्छे बहुआयामिक चिज हो र यसलाई बहुआयामिक हिसाबले मान्छेलाई सम्मान गर्नुपर्छ, मान्छेको त्यो बहुआयामिक चरित्रलाई प्रवर्धन गर्नुपर्छ भन्ने हिसाबको लोकतन्त्र बन्छ त्यो भनेर हामीले भनेका छौँ। थोरै अभ्यासमा कसरी जाला, नेपालमा कस्तो लोकतन्त्र चाहिन्छ र त्यो कसरी अभ्यास गरिन्छ भन्ने कुरा नयाँ शक्तिले 5 सम्म अभिव्यक्त गरेको छ। तपाईहरुलाई थाहा छ त्यो 5 सम्म हामीले के भन्यौं, अबको नेपाली लोकतन्त्र समृद्धि उन्मुख हुनुपर्छ। समृद्धिको मूल चरित्रबाट समृद्धि स्थापित गर्नको लागि जे खालको राजनीतिक चरित्र हामीलाई आवश्यक छ त्यो लोकतन्त्रको चरित्र त्यस्तै बन्नुपर्छ। त्यसैले अबको लोकतन्त्रको मूल चरित्र समृद्धि उन्मुख हुन्छ। दोस्रो, यो समावेशी हुन्छ। मैले अघि पनि भने त्यसको लागि हामीले पनि नेपालको सन्दर्भमा त्यो 3टा मूल क्लस्टरलाई जोडेर लोकतन्त्र बन्छ। खास गरी नेपालमा आर्य खसहरू छन्, नेपालमा जनजातिहरू छन्, नेपालमा मधेस छ र केही उपक्लस्टरहरू छन्, दलितहरू छन्, महिलाहरू छन्। यो समग्रको एकताबाट जुन व्यवस्था हामी निर्माण गर्छौं, जुन यो समग्रलाई एकीकृत गर्ने लोकतन्त्र नै नेपालमा चौथो पुस्ताको लोकतन्त्र हो भनेर हामीले भनेका छौं। त्यसपछि अघि भन्यौं, दोस्रो तेस्रो पुस्ताको लोकतन्त्रले निर्माण गर्न नसकेको सुशासन। चौथो पुस्ताको लोकतन्त्रको मुख्य चरित्र सुशासन हो। सुशासन बिना लोकतन्त्रको प्रवर्धन सम्भव छैन। सुशासन बिना लोकतन्त्र बलियो बन्न सक्दैन। दोस्रो पुस्ता र तेस्रो पुस्ताको लोकतन्त्रको सीमा के हो भने यिनीहरूले जनतालाई सुशासन दिन सकेनन्। सुशासनको अभावमा समृद्धि पनि दिन सकेनन्। सुशासन र समृद्धि जोडिएका छन्। त्यसैले चौथो पुस्ताको लोकतन्त्रको मुख्य चरित्र सुशासन उन्मुख हुन्छ। यसले ट्रान्सपरेन्सी, पारदर्शिता, जवाफदेहिता, विधिको शासन जस्ता आधारभूत चिजहरूलाई प्रवर्धन गर्छ। अन्यथा यो बिना लोकतन्त्र अगाडि जान सक्दैन। यो चिजलाई चौथो पुस्ताको लोकतन्त्रले स्वीकार गर्छ र स्वीकार गरेर जानुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यसले के भन्छ भने चौथो पुस्ताको लोकतन्त्रले व्यक्ति बराबर हो भन्छ र कोही पनि व्यक्तिमा विशेष अधिकार हुनुहुँदैन भन्ने यसको आधारभूत चरित्र भन्छ। अहिलेको हामीले देख्यौं, अहिलेको लोकतन्त्रमा केही खास मान्छेहरूले विशेष अधिकारको प्रयोग गर्छन्। तपाईलाई थाहा छ, तपाई बिरामी हुनुहुन्छ र अर्को कोही मान्छे बिरामी हुन्छ। एउटा मान्छे बिरामी हुँदाखेरि उसको विशेष अधिकार उसले उपभोग गर्छ र एउटा जनता बिरामी भयो भने विशेष अधिकार उपयोग हुँदैन। हामीले अहिले देखेको लोकतन्त्र यही होइन? यही हो नि। तपाई हिँड्नको लागि सडक छैन, तपाईले प्रयोग गर्नको लागि बत्ती छैन, तपाईले उपचार गर्नको लागि हस्पिटल छैन, तर केही खास विशेष मान्छेहरूको लागि सडक पनि छ, बत्ती पनि छ, अस्पताल पनि छ। चौथो पुस्ताको लोकतन्त्रले के भन्छ भने व्यक्ति बराबर हो, कसैमा पनि विशेष अधिकार हुनु हुँदैन र व्यक्तिको सार्वभौम सत्ता अखण्डित हुन्छ। त्यो लोकतन्त्र चौथो पुस्ताको लोकतन्त्र हो र हामी नेपालमा त्यो लोकतन्त्र बनाउनु पर्छ भनेर भनिरहेका छौं। अर्को चौथो पुस्ताको लोकतन्त्र अथवा नेपालमा हामीले खोजेको लोकतन्त्रको अर्को चरित्र सार्वभौम सत्ता हस्तान्तरण हुँदैन। तपाईं हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा छ यो। एकचोटि भोट हालिसकेपछि परम्परागत लोकतन्त्र मान्नेहरूले के भने तिमीले जनताले एकचोटि भोट हाल, त्यसपछि 5 वर्ष हामी जे गर्नुपर्ने हो गर्छौं। 5 वर्षको लागि तपाईले सार्वभौम सत्ता हस्तान्तरण गरेको ठान्छन् उनीहरू र उनीहरू जनताका नाममा निर्णय गर्छन्। तपाईहरूले सुनेको छ नि, हाम्रो नेताहरू भन्छन् जनताको कुरा गर्दैछौँ हामी भन्छ। त कहिल्यै न तपाईलाई सोधेको छ न तपाईको अभिव्यक्ति साँच्चै उसले गर्दैछ, त्यो ठुलो प्रश्न छ। तर चौथो पुस्ताको लोकतन्त्रमा हामीले चाहेको के हो भने सार्वभौम सत्ता
हस्तान्तरण हुँदैन। तपाईलाई सोध्नुपर्ने कुरा तपाईको नाममा अर्कोले गर्न पाउँदैन, तपाईले गर्नुपर्छ। तपाईले जे निर्णय गर्ने हो त्यसमा तपाईको सहभागिता आवश्यक छ। जनताको नाममा अर्कैले निर्णय गर्ने व्यवस्था लोकतन्त्र होइन। त्यो चौथो पुस्ताको लोकतन्त्र त किमार्थ हुँदै होइन। चौथो पुस्ताको लोकतन्त्रको आँखाबाट हामीले हाम्रो संविधान सभालाई हेर्यौँ भने हामी थाहा पाउँछौँ 601 हामीले 601 लाई निर्णय गर्ने अधिकार दिउँ, 601 ले 3 जनालाई निर्णय गर्ने अधिकार दिन्छ। तपाईँ हेर्नुहोस् त सार्वभौम सत्ताको हस्तान्तरण बुझिन्छ नि है मैले भन्न खोजेको। अनि उसले के निर्णय गरे, उसले जनताको नाममा निर्णय गर्छ। उसले भन्छ के भन्छ, मैले त जनताको मत लिएको छु। त साँच्चै उसले जे निर्णय गर्यो त्यो निर्णयमा तपाईँको स्वामित्व छ अथवा त्यो तपाईँको सपना अनुसारको निर्णय छ? त्यो त कहिल्यै भएन। त्यस्तो हुन्थ्यो भने त यो खालको हामीले तनाव देख्न पर्दैन थियो। त्यसैले चौथो पुस्ताको लोकतन्त्रको मेजर चरित्र के हो भने सार्वभौम सत्ता हस्तान्तरण हुँदैन। निर्वाचित जनप्रतिनिधिलाई त्यति मात्रै अधिकार दिन सकिन्छ जति अधिकारको लागि चाहिँ उसले जनतासँग त्यो करार गरेको हुन्छ। त्योभन्दा बढी अधिकार प्रयोग गर्ने उसलाई हक छैन। आजको हाम्रो व्यवस्थापिकालाई त्यति मात्रै अधिकार दिन सकिन्छ जति त्यो निर्वाचनको बेला उसले भनेको छ जनतासँग। तर के त्यही अधिकार मात्रै प्रयोग गर्दैछ हाम्रो व्यवस्थापिकाले? त्यो मात्रै अधिकार प्रयोग गरेको देखिँदैन। त्यसैले चौथो पुस्ताको लोकतन्त्रले के भन्छ भने सार्वभौम सत्ता हस्तान्तरण हुँदैन। त्यो जनताको सार्वभौम सत्ता जनताले नै प्रयोग गर्न पाउनुपर्छ। जनताको नाममा अरूले सार्वभौम सत्ता प्रयोग गरेर हुँदैन। अघि पनि मैले भने यसको अर्को बेजर चरित्र के हो भने यो वादहरूभन्दा माथि छ। यो वादहरूभन्दा माथि छ र मान्छेको सर्वोच्चता र गरिमा यसको लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यो कम्युनिस्ट हो, यो काङ्ग्रेस हो, अथवा यो दलित हो, अथवा यो जनजाति हो, अथवा यो आर्य खस हो भने हामी विभाजित गर्छौँ नि मान्छेहरूलाई। अथवा यो मार्क्सवादको सर्वोच्चता भयो कि भएन? चौथो पुस्ताको लोकतन्त्रले मार्क्सवादको सर्वोच्चता पनि देख्दैन, काला मान्छेहरूको कुरा पनि गर्दैन, गोरा मान्छेहरूको कुरा पनि गर्दैन। यसले मान्छेको सर्वोच्चताको कुरा गर्छ। मुख्य कुरा अघि मैले भने कम्युनिस्टले के भने व्यक्ति समाजको मातहत हुन्छ। हो, निश्चय नै व्यक्ति समाजको मातहत हुन्छ। तर के सधैँ मातहत हुन्छ? म सधैँ मेरो समाजको मातहत छु? छैन। म सधैँ समाजको मातहत हुन्न। कहिलेकाहीँ म समाजलाई डोर्याउँदै पनि हुन्छु। त्यसमै के अनि अरूले के भन्छ? तानाशाही व्यवस्थामा के हुन्छ? व्यक्तिको मातहत समाज हुन्छ, होइन? एउटा तानाशाह हुन्छ, उसले के भन्छ? व्यक्तिको मातहत समाज। हेर्नुहोस् है, समाजको मातहतमा व्यक्ति अथवा कहिलेकाहीँ व्यक्तिको मातहतमा समाज। पहिले गरियो अभ्यास हो कि सधैँ त्यस्तो हुन्छ? त्यस्तो हुँदैन। चौथो पुस्ताको लोकतन्त्रले के भन्छ भने व्यक्ति र समाजको सम्बन्धलाई सन्तुलित गर्नुपर्छ। कहिलेकाहीँ व्यक्ति समाजको मातहत होला, कहिलेकाहीँ समाज व्यक्तिको मातहत होला। तर को कसको मातहत भन्ने कुराको निर्धारण केले गर्छ? मान्छेको प्रगति, मान्छेको उन्नति, मान्छेको सम्पूर्ण सुख। त्यो सम्पूर्ण सुख भनेको त्यो आत्मिक सुख पनि हो। त्यसले निर्धारण गर्छ। त्यसले मात्रै व्यक्ति समाजको मातहत हो कि समाज व्यक्तिको मातहत भन्ने कुरा निर्धारण गर्छ। त्यसको डिफाइन चौथो पुस्ताको समाजवादले गर्नुपर्छ, के अरे लोकतन्त्रले गर्नुपर्छ भन्छ। आजसम्म हामीले के भन्यौँ भने लोकतन्त्र एउटा प्रक्रिया हो भन्यो, एउटा विधि हो भन्यो। भोट हाल्नुहोस् न, सकिगयो नि। चुनावमा सहभागी हुनु सकिगयो नि। तर चौथो पुस्ताको लोकतन्त्र के भन्छ भने लोकतन्त्र प्रक्रिया मात्रै होइन, परिणाम पनि हो। के प्राप्त भयो? के प्राप्त भयो तपाईँलाई?
46 सालदेखि यता नेपाली जनताले के पाए भनेर तपाईँले प्रश्न गर्न पाउनुपर्छ। ठिकै छ त, यत्रो आन्दोलन भयो, पार्टीहरू खुले, सरकार बन्यो, तिमीले 4 चोटि भोट हालिसक्यौ, लोकतन्त्र काम गर्दैछ त? त्यो हुँदैन। ठिक छ, त्यो भयो, त्यो परिणाम भयो। के अरे प्रक्रियामा तपाईँ ठिक गर्दै हुनुहुन्छ, त परिणाम के भयो? त्यो सबै प्राप्त भइसकेपछि तपाईँको आर्थिक जीवन कसरी फेरियो? त्यो सबै प्राप्त भइसकेपछि तपाईँले के प्रगति गर्नुभयो? तपाईँको एउटा गरिबको जीवन कसरी फेरियो? चौथो पुस्ताको लोकतन्त्रले त्यसैले के भन्छ भने लोकतन्त्र प्रक्रिया पनि हो र लोकतन्त्र परिणाम पनि हो। र सँगै अघि मैले भने सुशासन, सदाचार, विधिको शासन, जवाबदेहिता, पारदर्शिता जस्ता कुराहरू चौथो पुस्ताको लोकतन्त्रका अविभाज्य कुराहरू हुन् र यो समावेशी हुन्छ। अब प्रत्यक्ष लोकतन्त्र, त्यसैले यसलाई हामीले के भन्यौँ, यो सहभागितामूलक हुन्छ र प्रत्यक्ष लोकतन्त्र पनि हो। यसलाई जस्तो नेपालमा नयाँ शक्तिले अहिले तपाईँले सुन्नुभएको छ, हामीले प्रत्यक्ष कार्यकारीको कुरा गर्यौँ, जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति अथवा प्रत्यक्ष कार्यकारी प्रमुख। किन यो भनेको? हामी चौथो पुस्ताको लोकतन्त्रमा विश्वास गर्ने पार्टी हौँ। चौथो पुस्ताको लोकतन्त्रले के भन्छ? यो प्रत्यक्ष लोकतन्त्रको चरित्रको हुन्छ। तपाईँले आफूमाथि शासन गर्ने राज्यको कार्यकारी प्रमुखलाई छान्ने पूर्ण अधिकार तपाईँसँग हुनुपर्छ। किनभने जनताको त्यो सबैभन्दा उच्च स्तरको सार्वभौम अधिकार हो। सार्वभौम अधिकार हस्तान्तरणीय हुँदैन। त्यसो हो भने तपाईँको त्यो एउटा अधिकार, प्रत्यक्ष लोकतन्त्रको मेजर मुख्य अधिकार के हो? कार्यकारी प्रमुख तपाईँ छान्न पाउनुहुन्छ। त्यसपछि यसलाई हामीले अर्को के भन्यौँ भने प्रत्यक्ष लोकतन्त्रकै अर्को चरित्र के हो अथवा चौथो पुस्ताको लोकतन्त्रको तपाईँ राइट टु रिकल गर्न सक्नुहुन्छ। धेरै देशहरूमा यो अभ्यास छ, राइट टु रिकल गर्नुहुन्छ। तपाईँलाई प्रतिनिधिमूलक लोकतन्त्रले के भन्यो? 5 वर्ष भोट हालिसक्यो, तेरो बोल्ने ठाउँ छैन। अब तैँले आफ्नो सार्वभौम सत्ता उसको नाममा हस्तान्तरण गरिस्, उसले प्रयोग गर्छ। अब हामीले के भन्यो? चौथो पुस्ताको लोकतन्त्रले के भन्यो? यो हस्तान्तरण हुँदैन। त्यसैले तिमीलाई मैले आज निर्वाचित गरेँ, तर तिमीले गल्ती गर्यौ भने, वादा तोड्यौ, बाचा तोड्यौ भने तिमीलाई राइट टु रिकल, तिमीलाई फिर्ता बोलाउने अधिकार मसँग छ। त्यो चाहिँ चौथो पुस्ताको लोकतन्त्रको मुख्य अर्को चरित्र हो कि राइट टु रिकल। तपाईँले सुन्नुभएको छ सँगै राइट टु रिजेक्ट, नो भोटको अधिकार। यस्ता चिजहरू चाहिँ प्रत्यक्ष लोकतन्त्रको मुख्य चरित्र हो। र सँगसँगै यो चिजहरू जुन यो लोकतन्त्रको मैले कुरा गरेँ, यो चाहिँ पार्टीभित्र पनि हुनु पर्यो भन्दैछौँ हामी। विचार पद्धतिको हिसाबले समृद्धि उन्मुख हुनु पर्यो, जसलाई हामीले 5 छ भने अभिव्यक्त गऱ्यौँ। राज्य व्यवस्था प्रत्यक्ष निर्वाचित जनताको मतबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मोडलमा जानु पर्यो। जनताले राइट टु रिजेक्ट गर्न पाउनु पर्यो, राइट टु रिकल गर्न पाउनु पर्यो, नो भोट भन्न पाउनु पर्यो। सुशासन सदाचारको ग्यारेन्टी हुनु पर्यो र समग्रमा लोकतन्त्र प्रक्रियाको हिसाबले मात्रै नभएर परिणामको हिसाबले जनताको आँगनमा आउन सक्नु पर्यो। चौथो पुस्ताको लोकतन्त्रको मुख्य चरित्र यही नै हो। यो हिसाबले हेर्दाखेरि के देखिन्छ भने, र यो चाहिँ राज्य व्यवस्थामा मात्रै नभएर समग्र राजनीतिक पद्धतिमा, पार्टीहरूमा, पार्टी स्ट्रक्चरभित्र पनि यो चिजको स्थापना हुनु पर्यो भने हामीले भनेका छौँ। त्यसैले अघि मैले भने चाहिँ तीनटा लोकतन्त्रहरू, ती तीनटा लोकतन्त्रका सीमाहरू बुझिसकेपछि हामीले र संसारभरि नै बहस चलेको के हो भने अब नयाँ खाले लोकतन्त्रको मोडलमा जानुपर्छ। त्यो वैकल्पिक लोकतन्त्र हो, त्यो चौथो पुस्ताको लोकतन्त्र हो र हाम्रो सन्दर्भमा त्यो सहभागितामूलक, समावेशी अथवा प्रत्यक्ष चरित्रको लोकतन्त्र हो। र त्यो लोकतन्त्रको अभ्यासबाट मात्रै वास्तवमा हामी नेपालमा एउटा नयाँ युगको सुरुवात गर्न सक्छौँ। त्यो लोकतन्त्रले मात्रै नेपाली जनताले अहिलेसम्म जुन सपनाहरू देखिरहेका छन्, एउटा उन्नत मानव जीवन व्यतीत गर्ने, एउटा उन्नत नेपाली सभ्यताको निर्माण गर्ने, 10 वर्ष, 20 वर्ष र 30 वर्षसम्ममा तीनटा चरणमा चाहिँ नेपालमा समृद्ध र विकासलाई सुनिश्चित गर्ने र चाहिँ एउटा उचाइको नेपाली समाजको समृद्धि सुनिश्चित गर्ने जुन नेपाली जनताको सपना परिकल्पना छ, यो चाहिँ पुरानो लोकतन्त्रको अभ्यासले, चाहे त्यो
उदारवादी पुँजीवादी लोकतन्त्रको कुरा गरौँ अथवा चाहे त्यो सर्वहारा मोडलको राज्य नियन्त्रित समाजवादको मोडलको कुरा गरौँ, त्यसका सीमाहरूले त्यो जनताको त्यो उदात्त लोकतन्त्रको सपना पुरा हुँदैन, जनताको समावेशीकरणको सपना पनि पुरा हुँदैन, जनताको समृद्धिको सपना पनि पुरा हुँदैन, जनताको राष्ट्रिय एकताको सपना पनि पुरा हुँदैन। त्यसैले हामी चौथो पुस्ताको सहभागितामूलक समावेशी अथवा नयाँ चरित्रको प्रत्यक्ष लोकतन्त्रको मोडलमा जानुपर्छ भन्ने हामीले भनिरहेछौँ। र यो बहस चाहिँ हामी सबैले गरौँ। खास गरी यहाँ जो साथीहरू हुनुहुन्छ, आज अलिकति खुसी लाग्दो कुरा के छ भने अधिकतम युवा साथीहरू हामीसँग हुनुहुन्छ यहाँ सहभागी। यो प्रारम्भिक बहस हो, हामीले भर्खर यो बहस चाहिँ सुरु गरेका छौँ। यो बहसमा तपाईँ हामी सबै सहभागी बनौँ, आज भोलि पर्सि निरन्तर। र त्यो सहभागी बन्नको लागि नयाँ शक्तिको अफिस मात्रै नभएर आफ्ना कार्यक्षेत्रहरूमा, आफूले काम गरिरहेका संस्थाहरूमा, सङ्गठनहरूमा, जनसङ्गठनहरूमा पनि साथीहरू बसेर छलफल गरौँ कि नेपालमा कस्तो लोकतन्त्र आवश्यक छ, नेपालमा हामीले जुन चौथो पुस्ताको लोकतन्त्र भनेर भनिरहेका छौँ त्यो चौथो पुस्ताको लोकतन्त्रको चरित्र के हुनसक्छ र त्यसले अझ कसरी चाहिँ नेपाली जनताको रूपान्तरणको सपनालाई योगदान गर्न सक्छ। यो विषयमा सबै साथीहरूले आफ्नो ठाउँबाट बहस पनि गरौँ, छलफल गरौँ, योगदान गरौँ। त्यसो भयो भने साँच्चै पुराना लोकतन्त्रका मोडलहरूलाई नयाँ लोकतन्त्रको विकल्पबाट प्रतिस्थापन गर्न सक्छौँ र एउटा सुन्दर भविष्यको रेखाङ्कन गर्ने हाम्रै जीवनकालमा हामी एउटा सुन्दर लोकतन्त्र स्थापित गर्ने र अभ्यास गर्ने त्यतातिर जान सक्छौँ। त्यतातिर लागौँ भन्ने म अनुरोध गर्न चाहन्छु। गर्मी पनि छ, मैले लामो पनि बोलेँ र साथीले यहाँ भन्दै हुनुहुन्छ केही थप हामी प्रश्न उत्तरमा पनि जान्छौँ। यसको लागि म फेरि साथीहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु। सर नमस्कार, म सुबोध निरौला। हजुरलाई मेरो एउटा प्रश्न के छ भने प्रत्यक्ष लोकतन्त्रमा कार्यकारी राष्ट्रपति अथवा सरकार प्रमुख हुँदा निरङ्कुश पनि त बन्न सक्छ नि, त्यसलाई चाहिँ जनताले प्रत्यक्ष रूपमा कसरी नियन्त्रण गर्न सक्छ नि त, यो एउटा प्रश्न भयो। र अर्को मेरो प्रश्न भनेको जुन हामीले समावेशी लोकतन्त्रको कुरा गरिरहेका छौँ, यो समावेशीकरणमा अन्तर्गत जुन प्रकृतिको आरक्षणको व्यवस्था हामीले चाहिँ अहिले प्र्याक्टिसमा ल्याइरहेका छौँ, त्यहाँ के त्यसले वास्तविक समानता हासिल गर्न सक्छौँ त? सबै दलितहरू गरिब नै हुन्छन् र सबै ब्राह्मण क्षेत्रीहरू धनी नै हुन्छन् त? यसलाई कसरी चाहिँ हामीले चाहिँ सम्बोधन गर्न सक्छौँ र हाम्रो चाहिँ के किसिमको एजेन्डा छ यस विषयमा मलाई प्रश्न पारिदिनु होला। हामीले चौथो पुस्ताको लोकतन्त्रको कुरा गर्दै गर्दा हामीले सायद दोस्रो र तेस्रो पुस्ताको लोकतन्त्रको अभ्यास नेपालमा कुन ढङ्गले हो त्यो जसरी हुनुपर्थ्यो त्यो भयो कि भएन भन्ने एउटा कुरा र दोस्रो कुरा हरेक लोकतन्त्र अथवा जुनसुकै पद्धतिहरूलाई पनि अहिले एउटा अर्थव्यवस्थाले प्रभाव पार्ने कुरा देखिरहेको छ। पछिल्लो पटकको कतार सङ्कटलाई पनि अब हेर्दाखेरि पनि त्यसलाई अर्थ र भूराजनैतिक अवस्थाले प्रभाव पार्ने कुरालाई हेर्दा के नेपालमा हामीले भन्दै गरेको चौथो लोकतन्त्र टिकाउनको लागि, चौथो पुस्ताको लोकतन्त्र टिकाउन हामीले हाम्रो समृद्धिलाई हाम्रो भूराजनैतिक अवस्थासँग जुधेर यसलाई टिकाइराख्न सक्ने क्षमता छ हामीसँग? म कुम्भराज पाण्डे, घर चाहिँ कालीकोट। मेरो प्रश्न चाहिँ सर, हामी प्रतिनिधिमूलक लोकतन्त्र पनि नमान्ने भन्दैछौँ र एकदलीय व्यवस्थाको पनि नमान्ने भन्दैछौँ भने यो कस्तो खालको लोकतन्त्र त? अनि अर्को कुरो, हामी समृद्धिको कुराहरू गरिरहेका छौँ, समृद्धिका कुरा गरिरहँदाखेरि फेरि वर्ग दुई वर्गमा विभाजित हुँदैन र एउटा हुने खाने वर्ग र एउटा गरी खाने वर्गमा त फेरि पनि विभाजन हुन्छ होला र यसलाई चाहिँ हामी कसरी परिभाषित गर्दछौँ? अघि मैले भन्दै थिएँ चौथो पुस्ताको लोकतन्त्रको अर्को एउटा मेजर क्यारेक्टर चाहिँ शक्ति पृथकीकरण हो। यो पार्टीहरूमा पनि शक्ति पृथकीकरण आवश्यक छ, राज्यमा पनि, र रियल्ली शक्ति पृथकीकरण हाम्रो जस्तो हामीले देख्यौँ नि, हाम्रो शक्ति पृथकीकरणको हालत के छ हामी सबैलाई थाहा छ होइन? अस्ति हामीले देखिसक्यौँ, 2-4वटा घटनाहरू नै हामीसँग छन्। पार्टीहरूमा पनि शक्ति पृथकीकरण आवश्यक छ भन्ने हाम्रो कुरा छ। पार्टीको कुरा गर्दा हामीले जस्तो नयाँ शक्ति पार्टीले साँच्चै रोचक, साँच्चै महत्त्वपूर्ण प्रस्ताव गरेका छौँ। पुरानो लोकतन्त्र भन्नेहरूले, कम्युनिस्ट पार्टीहरू जनवादी केन्द्रीयताको कुरा गर्छन् पार्टीभित्र, त त्यो जनवाद सधैँ निरीह हुन्छ, केन्द्रीयता चाहिँ सधैँ सर्पले फणी फुलाए जस्तो फुलाएर बसेको हुन्छ। हाम्रै देशका कम्युनिस्ट पार्टी तपाईँले हेर्नुभयो भने, संसारभरिकै कम्युनिस्ट पार्टीहरू हेर्नुभयो भने
त्यहाँ निर्णय गर्ने प्रक्रिया, त्यहाँको चाहिँ नेतृत्व हस्तान्तरणको प्रक्रिया असाध्यै रुड लाग्छ। त्यहाँ कहीँ प्रजातन्त्र छैन, कहीँ जनवाद छैन त्यहाँ। अब लोकतान्त्रिक भन्ने पार्टीहरूको प्रजातन्त्र त्यो यति धेरै अराजक छ त्यो कि फेरि त्यो प्रजातन्त्र जस्तो नै लाग्दैन, त्यो लोकतन्त्र जस्तो नै लाग्दैन। हामीले के भन्यौँ भने हामी यस्तो पार्टी बनाऊँ जुन पार्टीभित्रको प्रजातन्त्र चाहिँ जनता सार्वभौम होस्, कार्यकर्ता नियन्त्रित पार्टी भनेर छौँ हामीले। जस्तै इन्ट्रेस्टिङ, तपाईँहरू जस्तो युवा साथीहरूले यो चिजलाई बुझ्नुपर्छ। हामीले यस्तो पार्टीको परिकल्पना गरेका छौँ त्यो राजनीतिक दलमा सदस्यहरूको नियन्त्रणमा पार्टी, सदस्य सार्वभौम भएको पार्टी, सदस्यको मातहतमा पार्टी। ठ्याक्कै अपोजिट कुरा तपाईँ महाधिवेशनको मातहतमा केन्द्रीय समिति, केन्द्रीय समितिको प्राधिकारको मातहतमा सम्पूर्ण पार्टी, अनि महाधिवेशनको मातहतमा तपाईँको केन्द्रीय समिति। केन्द्रीय समितिको मातहतमा तल हुँदै जाने खालको पद्धति होइन कि सदस्यहरूको मातहतमा सम्पूर्ण पार्टी, कार्यकर्ता नियन्त्रित पार्टी, कार्यकर्ता सार्वभौम भएको पार्टी भने हामीले पार्टीमा भन्यौँ। र हामीले तपाईँको चाहिँ राज्य व्यवस्थामा हामीले के भन्यौँ भने सार्वभौम जनता, कहिल्यै हस्तान्तरण नहुने सार्वभौम सत्ता, त्यो चाहिँ जनतामा नि, जसको प्रयोग 3-4 वटा विधिमा गर्न सकिन्छ भने हामीले भन्यौँ। एउटा प्रत्यक्ष निर्वाचित कार्यकारी, समावेशी व्यवस्थापिका, त्यसपछि रिकल, राइट टु रिजेक्ट र नो भोट, राइट टु रिजेक्ट र नो भोट उस्तै। त्यसपछि तपाईँको खास मुद्दाहरूमा जनमत सङ्ग्रह। तपाईँ हामीले हेरौँ त नेपालमा यति ठुला मुद्दाहरू हामीसँग छन्, तपाईँ कहीँ जनमत सङ्ग्रहको चर्चा सुन्नुहुन्छ? 3टा नेताले निर्णय गर्दा पुग्छ। हाम्रोमा त वास्तवमा पुरानो लोकतन्त्रको अभ्यास जुन हामी भनिरहेका छौँ संसदीय मोडलको, यो त तपाईँको चाहिँ यो त लोकतन्त्र मात्रै नभएर पार्टीतन्त्र मात्रै नभएर यो त नेतातन्त्र हो। यो त नेतातन्त्रमा सङ्कुचित छ। 3 जना नेताले निर्णय गर्दैपछि पुग्यो, यो भएन। त्यसैले गर्दाखेरि हामी अलिकति उदात्त, अलि गहिरो, अलि व्यापक विस्तारित लोकतन्त्रको कुरा गर्दैछौँ। गहिरो पनि छ, हामीले भनेको चौथो पुस्ताको लोकतन्त्र त्यो गहिरो लोकतन्त्र पनि हो, तर सँगसँगै यो विस्तारित लोकतन्त्र पनि हो, एकदमै फैलिएको लोकतन्त्र पनि हो। जब यो शक्ति पृथकीकरण हुन्छ, अघि आएको क्वेसन पनि त्यही हो, जब शक्ति पृथकीकरणको कुरा गर्छौँ हामी स्वाभाविक हिसाबले त्यो शक्ति जब हामी जनतामा निहित छ भनेर भन्छौँ, कोही पनि निरङ्कुश बन्ने अवस्था रहँदैन। त्यसले तपाईँको चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारीलाई पनि निरङ्कुश गर्दैन। अन्यथा त्यो निरङ्कुश हुने अवस्था आयो भने अथवा त्यसले जनताको सपना पुरा गर्नेलाई कुण्ठित गर्ने अवस्था आयो भने जनताले राइट टु रिकल गर्छ। त्योसम्म अधिकार जनतामा निहित हुनुपर्छ भनेर हामीले भन्यौँ। निश्चय नै भू राजनीतिले असर गर्छ। यो एकदमै महत्त्वपूर्ण प्रश्न छ। नेपालको सन्दर्भमा भू राजनीति प्रभावकारी देखिन्छ। अब छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध हाम्रो राष्ट्र हितमा आधारित हुनुपर्छ भनेर हामीले भनेका छौँ। नयाँ शक्तिको कुरा गर्नुहुन्छ भने र त्यसले मात्रै हाम्रो लोकतन्त्रलाई त्यो मौलिक लोकतन्त्र बनाउन सक्छ। त्यसले मात्रै त्यो नेपाली लोकतन्त्रको मोडल चाहिँ साँच्चै वैकल्पिक लोकतन्त्रको मोडल बनाउन सक्छ। त्यसैले खास गरी भू राजनीतिको कुरा गर्दाखेरि हाम्रा 2टा महत्त्वपूर्ण छिमेकी देशहरू चीन र भारतको कुरा हुन्छ। हामी नेपाल 2 ढुङ्गाको तरुल होइन कि यो 2टा छिमेकीहरूको बीचमा चाहिँ गतिशील पुलको रूपमा स्थापित हुन चाहन्छौँ भने हामीले त्यसैले भनेका छौँ। त्यो नेपालको भू राजनीतिको सम्बोधन नै हो। जब हामी गतिशील पुल हुन्छौँ 2टा उदयमान अर्थतन्त्रहरू बीच, जब हामी गतिशील पुलको रूपमा काम गर्छौँ, जब हामी राष्ट्रिय हित हाम्रो लागि सर्वोपरि बन्छ, त्यसपछि स्वाभाविक हिसाबले हाम्रो लोकतन्त्रमाथि अरूले चासो राख्ने,
त्यो अवस्था रहँदैन। बरु अरूले पनि नेपाली जनताले प्रयोग गरिरहेको लोकतन्त्रमाथि सिक्न सक्ने अवस्था बन्छ र त्यसले मात्रै हाम्रो विकास र समृद्धिको यात्रा पनि अगाडि बढ्छ। जब हामी दुईटा हाम्रा छिमेकीहरूसँग र अरू पनि छिमेकीहरूसँग जब देशभक्तिले को भावनाबाट हामी डिल गर्न सुरु गर्छौँ, स्वाभाविक हिसाबले त्यतिखेर हाम्रो देश, हामी नेपाली जनता, हाम्रो सपना र हाम्रो लोकतन्त्र महत्त्वपूर्ण बन्छ, न कि अरूको स्वार्थ। स्वाभाविक हिसाबले त्यो भयो भने, हामी बलियो भयौँ भने, हामी समृद्ध हुँदै गयौँ भने, हामी हाम्रो निर्णय हाम्रो आफ्नै बलबुता र हाम्रो सामर्थ्यबाट गर्न सक्ने भयौँ भने र धेरै छिमेकीसँग भर पर्नुपर्ने अवस्था आएन भने स्वाभाविक हिसाबले भूराजनीतिको त्यतिखेर चाहिँ हामी सबैलाई थाहा छ होइन। त्यसैले गर्दा मूल कुरा हाम्रो समृद्धि हो, मूल कुरा हाम्रो जनतालाई हामी कति बलियो बनाउँछौँ भन्ने कुरा नै हो। जब हामी जनतालाई बलियो बनाउँछौँ र समृद्धि सुनिश्चित गर्छौँ, हामी हाम्रो देश, हाम्रो राष्ट्रियता, हाम्रो देशभक्ति बलियो हुन्छ। अरूले त्यसपछि धेरै दखल दिलान् भन्ने त्यस्तो सोच्नु पर्दैन होला जस्तो लाग्छ र हाम्रो सन्तुलित सम्बन्ध नै त्यसको महत्त्वपूर्ण कडी हो। एउटा छिमेकीको विरुद्ध अर्को कार्ड, अर्को छिमेकीको विरुद्ध अर्को कार्ड गरिरहनु पर्ने, एकदम अस्थिर हुनुपर्ने, जनताको अगाडि जाँदाखेरि ठुलो ठुलो राष्ट्रवादको कुरा गर्ने तर अन्य शक्तिहरूको अगाडि लम्पसार पर्ने, जुन अहिले नेपाली राजनीतिमा लम्पसारवाद भनेर चाहिँ एउटा शब्द नै प्रयोग गरिन्छ, त्यो अवस्था जब हामी मौलिक लोकतन्त्रलाई स्थापित गर्दै जान्छौँ र जब जनता बलियो हुन्छ त्यो अवस्था आउँदैन। र हामीले खोजेको पनि त्यही नै हो। हामी देशभक्तिका साथ हाम्रो राष्ट्रिय स्वार्थ, हाम्रो नेपाली जनताको स्वार्थ र सपनाबाट अगाडि जानुपर्छ। अन्य कुराले त्यसपछि बिगार गर्छ जस्तो लाग्दैन। जहाँसम्म वर्गको कुरा नगर्ने, कसरी समृद्धि दिनुहुन्छ भन्ने कुरा छ, हामी मान्छेको कुरा गर्छौँ। जब मान्छेको कुरा गर्छौँ स्वाभाविक हिसाबले गरिब त छ मान्छे, वर्गको मात्रै कुरा गर्ने कम्युनिस्टहरूको मोडल हामीले देख्यौँ नि त। वर्गको कुरा गर्ने वर्गीय लोकतन्त्रको कुरा हामीले देख्यौँ। त्यो वर्गीय लोकतन्त्र चाहिँ वर्गीय अराजकतामा फस्यो। एउटा वर्गको कुरा गर्ने, वर्गको सत्ताको कुरा गर्ने, वर्गको हितको कुरा गर्ने कसरी हुन्छ? अनि त्यो राज्य सत्ता भने त साझा हुन्छ नि त, साझा हुनुपर्छ नि त। तपाईँ मानौ घोषणै गरेर यो सत्ता चाहिँ, यो सिंहदरबार चाहिँ अब सर्वहारा वर्गको मात्रै भयो भन्नु भने के हुन्छ? क्रेमलिन चाहिँ सिंहदरबारको मात्रै भयो के हुन्छ? के अरे सर्वहारा वर्गको मात्रै भयो भने के हुन्छ? बेजिङको हेडक्वार्टरले चाहिँ घोषणा गर्यो कि अब हामी सर्वहारा वर्गको मात्रै हो भनेर भन्यो भने के हुन्छ? त्यसले हामीले के भन्यो भने राज्य सत्ता एउटा वर्गको मात्रै कहिल्यै हुँदैन। यदि त्यो हुन्छ भने त्यो डेमोक्रेसी होइन। हामीले भनेकै त त्यही हो। हामीले कम्युनिस्टहरूमाथि यस कारणले आलोचना गऱ्यौँ कि उनीहरूले आफूलाई हामी फलानु वर्गको भने। एउटा खास वर्गको राज्यसत्ता निर्माण गर्नु भनेको त्यो वर्गको तानासा स्थापित गर्नु हो, चाहे त्यो पुँजीपतिहरूको तानासा होस्, चाहे त्यो सर्वहारा वर्गको तानासा होस्। एउटा तानासाको विरुद्धमा क्रान्ति गरेर अर्को वर्गको, एउटा वर्गको विरुद्धमा क्रान्ति गर्ने र अर्को वर्गको राज्यसत्ता स्थापित गर्ने भनेको उस्तै कुरा भएन र? त्यसैले हामीले के भन्यौँ भने कुरा वर्गको होइन, कुरा मान्छेको। जब तपाईँ हरेक मान्छेलाई न्याय गर्ने, हरेक मान्छेलाई स्वतन्त्रता दिने, हरेक मान्छेलाई समृद्धि दिने, हरेक मान्छेलाई चाहिँ उसको जीवनको गरिमा निर्माण गर्नको लागि यथोचित उन्मुक्ति दिनुहुन्छ, स्वाभाविक हिसाबले त्यो लोकतन्त्र बलियो हुन्छ र हामीले खोजेको लोकतन्त्र त्यही नै हो। त्यही लोकतन्त्र भएन भने हामी त्यो लोकतन्त्रको बहस गरिरहेका छौँ र त्यही लोकतन्त्र आवश्यक छ भनेर नयाँ शक्तिले त्यो लोकतन्त्रको निर्माणको लागि चाहिँ यो समग्र राजनीतिक अभियान सुरु गरेको पनि हो। त्यसले गर्दाखेरि समृद्धिको कुरा गर्नु, मान्छेको समृद्धिको कुरा गर्नु गरेको हो। यो चाहिँ कुनै निश्चित वर्ग, जात, धर्म, पेसाको कुरा गरे होइन। यो वर्गको मात्रै होइन, यो जातको पनि कुरा हो। अघि तपाईँहरूले नै भन्नुभयो होइन, यो पहाडको मात्रै कुरा होइन, यो मधेसको पनि कुरा हो। त्यसले हामीले के भन्यौँ भने हामीले भनेको समृद्धि मधेसको पनि समृद्धि हो, पहाडको पनि समृद्धि हो, हिमालको पनि समृद्धि हो। हामीले भनेको समृद्धि पहाडेहरूको पनि समृद्धि हो, यो मधेसीहरूको पनि समृद्धि हो। कहिलेकाहीँ कस्तो देखिन्छ, मधेसको समृद्धिको कुरा गर्दा पहाड छुटाउने, पहाडको समृद्धिको कुरा गर्दा मधेस छुटाउने।
त्यो हुन सक्दैन। हामी यो देशको हरेक नागरिकको समृद्धिको हामीले कुरा गरेको र हामी सम्भव भए पहिले त हाम्रो देश र हाम्रो जनताको कुरा हो, तर हामीले यति उदात्त परिकल्पना गरेको कि संसारको हरेक मान्छे सुखी होस्, त्यो लोकतन्त्र आवश्यक छ। र त्यो लोकतन्त्र चाहिँ पुराना लोकतन्त्रहरूले त्यो अवस्था सिर्जना गर्न सकेन। त्यसैले चौथो पुस्ताको लोकतन्त्र, नयाँ लोकतन्त्र अथवा उदात्त लोकतन्त्र आवश्यक छ भने हामीले भनेको। डेमोक्रेसी भनेको त आर्थिक प्रणाली पनि हो हैन। हामीले कम्युनिस्टहरूको जस्तो अर्थव्यवस्थाको कुरा पनि गरिरहेका छैनौँ हैन। सम्पूर्ण कुरा चाहिँ सामाजिकीकरण गर्ने, व्यक्ति समाजको मातहत बस्ने, व्यक्तिको आर्थिक सपनाहरू चाहिँ राज्यको मातहतमा बस्न पर्ने त्यस्तो खालको आर्थिक मोडलको पनि हामीले परिकल्पना गरे होइन। र जोन लकले भने जस्तो बजार प्रधान आर्थिक मोडल पनि हामीले परिकल्पना गरेको होइन। हामी यो राज्यले व्यक्तिका आधारभूत सपनाहरू पुरा गर्नुपर्छ, तर व्यक्ति आफै सम्पत्ति कमाउनको लागि स्वतन्त्र छ, त्यो मोडलमा जानुपर्छ भनेर चाहिँ हामीले भनेका छौँ। सम्पत्ति कमाउन नियन्त्रण गर्यो भने के हुन्छ हैन। कतिपय मान्छेहरू भन्छ नि कम्युनिस्टले सम्पत्ति कमाउन नियन्त्रण गर्यो भने के हुन्छ। मान्छेले किन काम गर्छ? मान्छेको सपनामाथि नियन्त्रण गर्नु भने मान्छेले कामै गर्दैन नि। अहिले संसारभरि जे खालको हामी चाहिँ उपलब्धिहरू देख्छौँ, चाहे त्यो कम्प्युटर बनेको कुरा होस्, चाहे त्यो संसारमा जतिसुकै चाहिँ आविष्कारहरू भए, ती सबै चिजहरू किन भए? त्यो मान्छेको सपनाले, मान्छेको निजी महत्त्वाकांक्षाले त्यसमा काम गरेको छ। सम्पत्तिको महत्त्वाकांक्षा पनि होला, सुख साथ बस्ने महत्त्वाकांक्षा पनि होला। त्यसै त्यो चिजलाई तपाईँ नियन्त्रण गर्न सक्नुहुन्न। अबको राज्य व्यवस्थामा, अबको डेमोक्रेसीमा त्यो चिजलाई तपाईँ नियन्त्रण गर्न सक्नुहुन्न। त्यसैले पवित्र धन कमाउनको लागि मान्छे स्वतन्त्र छ। पवित्र धन कमाउनको लागि मान्छे स्वतन्त्र हुनुपर्छ। अपवित्र हिसाबले धन कमाउनको लागि राज्यले कडाई गर्छ, त्यो मोडलमा जानुपर्छ। अपवित्र हिसाबले धन कमाउनु पाइँदैन। र तपाईँ धन कमाइसकेपछि तपाईँले राज्यलाई ट्याक्स तिर्नुपर्छ। त्यो ट्याक्स आफै जसले कमाउन सक्दैन, अघि साथीले प्रश्न पनि गर्नुभयो, त्यसको लागि राज्यले चाहिँ कल्याणकारी काम गर्नको लागि, वेलफेयर सेक्युरिटी दिनको लागि, सोसल सेक्युरिटी दिनको लागि त्यो धन चाहिँ राज्यले प्रयोग गर्नुपर्छ। त्यसैले सम्पत्ति कमाउन मान्छे स्वतन्त्र छ, तर सँगसँगै उसको राज्यप्रतिको दायित्व निर्वाह गर्दै अगाडि जाने प्रकृतिको अर्थव्यवस्था चाहिँ यो वास्तवमा चाहिँ यो अल्टरनेटिभ अर्थव्यवस्था नै यही हो। अल्टरनेटिभ अर्थव्यवस्था, अल्टरनेटिभ डेमोक्रेसीले प्रवर्धन गर्ने वैकल्पिक अर्थव्यवस्थातिर चाहिँ हामी जानुपर्छ। मैले फेरि पनि दोहोऱ्याउन चाहन्छु, हामी नयाँ युगमा छौँ। हामीले के भन्यौँ भने नेपालमा संविधान घोषणा भइसकेपछि नेपाली राजनीतिको एउटा कार्यभार सकियो। अब अर्को कार्यभारतिर हामी जानुपर्छ, त्यो भनेको विकास र समृद्धिको कार्यभार हो। आजसम्म हामीले राजनीतिक परिवर्तनको लागि लडाइँ गऱ्यौँ। हाम्रा राजनीतिक दलहरू जो बने, यी राजनीतिक दलहरू नेपालको राजनीतिक परिवर्तनको लागि बनेका राजनीतिक दलहरू हुन्। लोकतन्त्र स्थापनाको लागि, गणतन्त्र स्थापनाको लागि, संविधान लेखन गर्नको लागि। तर जब यी कार्यभारहरू पुरा भए, अब हाम्रा पुरानो राजनीतिक दलहरूको सीमा सकियो, स्थापनाको उद्देश्य सकियो। एउटा जुन युगलाई जहाँसम्म ल्याउनको लागि उनीहरू बने, त्यो युग हामीले प्राप्त गऱ्यौँ र अब अगाडि जानुपर्छ। अगाडि जानको लागि अब नयाँ दल, नयाँ सोच, नयाँ विचार, नयाँ राजनीतिक अभ्यास, नयाँ लोकतन्त्रको निर्माण आवश्यक छ। त्यसको लागि हामीले वैकल्पिक पार्टी, नयाँ शक्ति भनेर परिकल्पना गरेका हौँ। यो बहस, यो एउटा मानेमा यो बहस पनि हो, एउटा मानेमा यो अभियान हो र राजनीतिक दल पनि हो। तपाईहरू सम्भव हुन्छ साथीहरू बसौँ, पार्टीमा बसौँ, एउटा वैकल्पिक राजनीतिक पार्टी निर्माणको लागि अगाडि बढौँ। हुँदैन एउटा उदात्त बहस गरौँ कि नेपालमा साँच्चै पुरानो जे चिज, पुरानो जुन राजनीतिक दलहरू, पुरानो जुन लोकतन्त्र हामीले अभ्यास गऱ्यौँ त्यो काफी छ, छैन भने कस्तो लोकतन्त्र आवश्यक छ, कस्ता पार्टीहरू आवश्यक छन्, कस्तो राजनीतिक अभियान आवश्यक छ, यसमा बहस गरौँ। त्यो बहसले पनि नेपालमा एउटा राम्रो राजनीति, राम्रो राजनीतिक संस्कृति, एउटा राम्रो लोकतन्त्र निर्माणको लागि योगदान गर्छ। त्यो योगदान भयो भने हामी सबले आफ्नो आफ्नो ठाउँबाट योगदान गऱ्यौँ भन्ने अर्थ लगाउन सकिन्छ र त्यो महत्त्वपूर्ण हुन्छ। हवस् साथीहरू, सबैको
नेपाली राजनीतिलाई सफा, राम्रो र सुन्दर बनाउनको लागि योगदान रहोस्। नेपाली लोकतन्त्रलाई अझ गहिरो लोकतन्त्र बनाउनको लागि सबै साथीहरूको योगदान रहोस्। म यही अपेक्षा गर्न चाहन्छु र बिदा हुन्छु। नमस्कार, धन्यवाद।